नमस्कार। शैक्षिक क्षेत्रका विविध गतिविधि समेटेर सञ्चालन गरिने अनलाइन कार्यक्रम एजुकेसन सेक्टर रिफर्म क्याम्पेनको नयाँ श्रृङ्खला 27औं श्रृङ्खला लिएर आज हामी उपस्थित भइसकेका छौँ। शिक्षा क्षेत्रलाई कसरी रिफर्म गर्न सकिन्छ, रिफर्म भन्दा पनि ट्रान्सफर्म गर्न सकिन्छ भन्ने विषयलाई नै समेटेर यो कार्यक्रम सञ्चालन गर्ने गरिन्छ। यसै सिलसिलामा आज हामी जेनेरेटिभ एआई इन हायर एजुकेसन पेडागोजी फ्रम ग्लोबल एभिडेन्स टु नेपाल रिफर्म रोडम्याप भन्ने विषयमा छलफल गर्न गइरहेका छौँ। यो अत्यन्तै समय सान्दर्भिक विषय पनि रहेको छ। अहिले एआईले चाहिँ सबैतिर आफ्नो छत्रछायाँ फैलाइसकेको छ। त्यसो हुँदा आजको टपिक अत्यन्तै रिलिभेन्ट रहेको छ र यसबाट यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सर म्यामहरूले धेरै नै फाइदा लिनुहुन्छ भन्ने अपेक्षा पनि राखिएको छ। र आजको टपिकलाई छलफलमा लिएर आउँदै हुनुहुन्छ हाम्रो रामु खड्कातोकी सरले। उहाँ चाहिँ केयुको एमफिल स्कलर्स हुनुहुन्छ, सँगसँगै हाम्रो टियु सर्भिस कमिसनमा हेड टेक्निकल असिस्टेन्टको रूपमा कार्यरत पनि रहनु भएको छ र साथसाथै उहाँ एजुकेसनको टिचर पनि हुनुहुन्छ। अब हामी ढिला नगरिकन रामु सरलाई आजको प्रस्तुतिकरणको लागि स्वागत गरौँ। स्वागत छ रामु सर र आफ्नो प्रस्तुति अगाडि बढाउन अनुरोध पनि गर्दछु। धन्यवाद म्याम। स्क्रिन सेयर भइसकेको छ सर, भएको छ। ओके, नमस्कार सबैजनालाई। शिक्षा क्षेत्र सुधार अभियानको तर्फबाट आयोजना गरिएको यस विशेष बसाइमा सहभागी हुनुभएका सम्पूर्ण आदरणीय प्राध्यापक, शोधकर्ता, नीति निर्माता तथा कर्मचारी र सम्पूर्ण शिक्षा प्रेमी साथीहरूमा म राम खड्काथोकी हार्दिक स्वागत गर्दछु। म एक सामान्य शिक्षार्थी हुँ, तसर्थ आजको यो सेसन विशुद्ध इन्फर्मेसन सेयरिङ सेसन रहनेछ। मेरो रिसर्चको क्रममा मैले फेला पारेका जति पनि सूचनाहरू छन् ती सबै हजुरहरूको समक्ष राख्ने जमर्को मात्रै गरेको हो मैले। आजको हाम्रो छलफलको विषय रहेको छ उच्च शिक्षा र शिक्षण विधिमा जेनेरेटिभ एआई, विश्वव्यापी तथ्य र नेपालको सन्दर्भ। यसमा विश्वभर एआईले शिक्षा क्षेत्रमा ठुलो परिवर्तन ल्याइरहेको, तर हाम्रो लागि चाहिँ मुख्य प्रश्न के हो भन्दाखेरि विश्वव्यापी रूपमा देखिएका यी परिवर्तन र प्रमाण नेपालको एक्चुअली विश्वविद्यालय कक्षा कोठा तथा नीतिगत सुधारमा कसरी ढाल्ने। आज हामी यही विषयमा केन्द्रित रहेर छलफल अगाडि बढाउँछौँ। र यो मेरो आजको प्रस्तुतिलाई मैले 4 भागमा बाँडेको छु। पहिलो भाग द प्याराडाइम शिफ्ट, अब हाम्रो एजुकेसन कसरी अगाडि बढिरहेको छ, एजुकेसन 1, एजुकेसन 2.0, एजुकेसन 3.0 गरी अगाडि गएको कुराहरू जस्ट यसमा आउँछ। त्यसै गरेर करिकुलम इन्स्ट्रक्सन र एसेसमेन्टका कुराहरू छन्। त्यस्तै नेपाल इन द ग्लोबल पिक्चर, हामी कहाँ छौँ त भनेर त्यो एउटा मोडल छ भने लास्टमा एक्सनेबल रिफर्म रोड म्याप मैले आफ्नो यता रिसर्च आर्टिकल्सहरूबाट कलेक्ट गरेर ल्याएका बुदाहरू छन्। छोटा एकदम थोरै नै छन्, तर अलि प्रेजेन्टेसन चाहिँ लामो हुन्छ कि भन्ने छ। ठिक छ, हामी छलफलको क्रममा अलि घटाउँला। हुन्छ, म सुरु गर्नुभन्दा पहिला मेरो एउटा विनम्र अनुरोध छ कि कृपया आफ्नो प्रश्नहरूलाई चाहिँ अन्त्यसम्म रोकिराख्नु होला, तर मनमा आउने बित्तिकै नोट चाहिँ गरिहाल्नु होला। छलफलका लागि हामीले समय छुट्याइएको छ हामीलाई। अफकोर्स म हजुरहरूको प्रतिक्रिया सुन्न एकदम आतुर नै छु। विशेष गरी यदि कसैलाई मैले उल्लेख नगरेको या संस्था या अध्ययन नगरेको जानकारी छ भने त एकदम त्यो हाम्रो सबैको लागि लाभदायक नै रहनेछ। यो मोड्युल 1 मा द प्याराडाइम शिफ्टमा अगाडि बढेँ म सिधै। हामीलाई अलरेडी थाहा छ एजुकेसन 1 मा हामी 1 वे टिचिङ गर्थ्यौँ, एजुकेसन 2 मा 2 वे टिचिङमा आयौँ। अहिले एजुकेसन 3.0 भनेर भनिन्छ, जहाँ हामी जेनेरेटिभ एआईका जस्ता आइटी स्किल्सदेखि लिएर 21st सेन्चुरी लर्निङ स्किल्सहरू हाम्रो अगाडि छन्। र यसलाई अब हामी कसरी हामी विश्वव्यापी नीति र अनुसन्धानको बिचमा कहाँ हाम्रोमा ग्याप छ भन्ने कुरा अगाडि हेरौँ। यो स्लाइडमा यदि हेर्नुभयो भने यो च्याट जिपिटी 2022 मा यो सुरु भएको
भनौँ न पब्लिकको लागि खुला गरिएको थियो। त्यसको 1 महिना नपुग्दै एकदम यसको युज चाहिँ म्याक्सिमम भयो र 2023 मा आउँदा आउँदै 13% संस्थाहरूले त फर्मल एआई गाइडेन्स नै बनाए आफूहरूले र 2026 मा आउँदा आउँदा यो लगभग दुगुना 19-20% जति संस्थाहरूले एआई गाइडेन्स बनाएर विदेशहरूमा चाहिँ यो पुरै एआई पोलिसी बनाएर चलाइरहेका छन् र हाम्रो यो ओभरअल कन्टेक्स्टका कुरा गर्ने हो भने यसको एडप्सन रेट चाहिँ योभन्दा धेरै बढी गुना छ। जस्तो पोलिसी बनाउनेहरू 20% राउन्डमा छन् अहिलेसम्म, लगभग 40% इन्फर्मल पोलिसी र केही गाइडेन्समा काम गरिरहेका छन् र अहिले 26 मा आउँदा आउँदै लगभग हाम्रो 90% स्टुडेन्टहरू चाहिँ कतै न कतै एआई युज गरिरहेका छन् र टिचरहरू पनि लगभग 75%। अब यो मैले एग्रिगेट गरेर भनेको, किन भन्दा एउटै सोर्सबाट डेटा लिएको छैन, मैले धेरै सोर्सबाट लिएको छु, रेन्ज यहाँ मैले राखिदिएको छु। भनेपछि यसो हेर्दाखेरि टिचरले भन्दा स्टुडेन्टले एआई बढी युज गरेको देखियो ओभरअलमा पनि। र अर्को ग्याप कहाँनिर छ भन्दाखेरि 72% रिसर्च चाहिँ सबै स्टुडेन्ट सेन्टर्ड छन्। जुन टिचर हो जसको कारण कक्षा कोठामा एआई इम्प्लिमेन्ट हुने हो उसको माथि रिसर्च चाहिँ मात्र 17% छ। यो एउटा ठुलो ग्याप देखेँ मैले। र एडमिनिस्ट्रेसन अथवा यो म्यानेजमेन्टतिर त झन् 11% मात्रै छ। अनि यसले गर्दाखेरि कक्षा कोठामा एआई कसरी प्रयोग हुन्छ भनेर निर्णय गर्ने मुख्य शिक्षकको भूमिका चाहिँ कहाँनिर छ भनेर हामीले यहाँ अड्कल्न सकिन्छ। युनेस्कोले पनि के भन्छ भन्दाखेरि संस्थाहरूको एआई स्वत लागू होला भनेर पर्खिने होइन, आफ्नो स्पष्ट नीति छिटै बनाउनु पर्छ भनेर युनेस्को 2023 गाइडेन्सले पनि भन्छ हामीलाई। त्यस्तै गरेर हामी ग्लोबल बेन्चमार्क कहाँबाट सुरु भएको छ त भनेर हामी पश्चिमतिर जाँदाखेरि एउटा रसेल्स ग्रुप को बेन्चमार्क छ र यिनीहरूले 5वटा प्रिन्सिपल्स बनाएका थिए जब एआई आयो। 2022 मा च्याट जीपीटीसँगै जेनेरेटिभ एआईको म्याक्सिमम युज भयो। त्यसपछि संस्थाहरूले हेरेर बसेनन् कि यी युरोपमा भएका, स्पेसली बेलायतमा भएका लगभग 24वटा प्रमुख विश्वविद्यालयहरूले आपसमा साझेदारी गरेर 5वटा सिद्धान्त अपनाए। पहिलो, विद्यार्थी र शिक्षक दुवैलाई एआई कसरी लिटरेट बनाउने। दोस्रो, शिक्षकहरूलाई एआई टुल्स प्रभावकारी प्रयोग कसरी सिकाउन सक्षम बनाउने। अर्को, शिक्षण र मूल्याङ्कन नीतिमा एआई प्रयोग अनुसार परिमार्जन गर्ने र समान पहुँचको सुनिश्चित गर्ने। अर्को चाहिँ एकाडेमिक इन्टिग्रिटी कायम राख्ने र 5वां चाहिँ प्रविधि परिमार्जन हुँदै जाँदा आपसमा सहकार्य गरेर सिकाइ आदान प्रदान गर्ने भनेर यो 5वटा प्रिन्सिपल्स अथवा भनौँ बेन्चमार्कै बनाएर उनीहरूले काम गरे। यो नै सबभन्दा पहिलो एआई को लागि अफिसियल भनौँ न एउटा आफ्नो हिसाबले अफिसियल एक्सन प्लान गरेको पाइएको छ अहिले। मेरो खोजाइमा चाहिँ यो नै पाएँ मैले। अर्को चाहिँ हामी अब यो एआई स्पेसली जेनेरेटिभ एआई, मैले एआई भने पनि आजको बसाइको लागि जेनेरेटिभ एआई नै भनेर बुझ्नु होला। जेनेरेटिभ एआई एउटा शिक्षकको लागि के हो त भनेर बुझ्दाखेरि यो एउटा एलएलएम लार्ज ल्याङ्ग्वेज मोडल भन्छौँ हामी, जस्तै च्याट जीपीटी, क्लाउड, जेमिनाई, कोपाइलट यिनीहरू छन्। यिनीहरू सबै एलएलएम लार्ज ल्याङ्ग्वेज मोडल्स अन्तर्गतका टुल्सहरू हुन्। र यसले के गर्छ भन्दाखेरि मानिसले दिएको कमान्ड अथवा सोधेको भाषाको आधारमा नयाँ लेख, चित्र, योजना, कुनै पनि स्पष्टीकरण अथवा कम्प्युटरको कोड सिर्जना गर्न सक्छ आफै। भनेपछि यो पहिला जस्तो सर्च इन्जिन होइन, नानै क्यालकुलेटर हो जसले सिधा इन्फर्मेसन ल्याएर हामीलाई दिन्छ। यसले ल्याएर दिने मात्रै नभएर यसले आफैले सिर्जना पनि गर्छ। त्यही भएर यो परम्परागत मूल्याङ्कन प्रणालीलाई यसले ठुलै चुनौती दिएको छ आजको दिनमा। र एउटा यसलाई एआईलाई डिफ्रेन्ट सब्जेक्ट भन्दा पनि एउटा डिफ्रेन्ट लेयर भनेर हामीले बुझ्न जरुरी छ। यो कम्प्युटरमा एउटा सब्जेक्ट ओरिएन्टेड, टपिक ओरिएन्टेड भन्दा पनि यो प्रत्येक सब्जेक्टमा रहने एउटा लेयर नै हो भनेर बुझ्नुपर्छ हामीले। किन भन्दाखेरि शिक्षण विधिमा पाठ्यक्रम मूल्याङ्कनमा प्रत्येक तहमा मिसिने एउटा माध्यम नै बनेको छ आजको दिनमा यो।
र अफकोर्स सेक्सनमा त यो रिसर्च एसिस्टेन्ट, कन्टेन्ट जेनेरेसन, एसेसमेन्ट डिजाइन, पर्सनलाइजेसन, स्टुडेन्ट सपोर्ट र लार्ज स्केलमा फिडब्याक दिन पनि धेरै नै उपयोगी मानिन्छ। धेरै नै रिसर्चहरूले यी विशेषताहरूलाई बढी नै हाइलाइट गरेर यसको उपयोगिताको बारेमा वर्णन गरेका छन्। अब हामी अलिकति कुनै पनि टपिक पढ्दाखेरि एउटा यसको थ्योरिटिकल लेन्स के हो त भनेर भन्दाखेरि छन् त थुप्रै छन्, तर मैले मुख्य 4वटा थ्योरिटिकल लेन्सलाई यहाँ अलिकति बढी फोकस गरेँ। भिगस्कीको सोसियो कल्चरल लर्निङ पनि पर्यो, जस्तै फ्रेरेको पेडागोजी, क्रिटिकल पेडागोजी पनि पर्यो यसमा। त्यस्तै भिगस्कीकै जोन अफ प्रोक्सिमल डेभलपमेन्ट, यानि कि एआईले हामीलाई स्क्याफोल्डिङको काम गर्छ, तर यसले शिक्षकको स्थान लिने चाहिँ होइन, सिकाइमा सघाउने मात्रै हो भनेर हामीले बुझ्नुपर्छ यसलाई। त्यस्तै गरेर कनेक्टिभिजम, साइमन्सले भन्नुहुन्छ नलेज इज गेन फ्रम द नेटवर्क, नोड्स इन्टरकनेक्टेड थ्रु इच अदर भनेर भन्नुहुन्छ साइमन्सले चाहिँ। यानि कि आजको युगमा हामीले ज्ञान चाहिँ नेटवर्कबाट प्राप्त गर्छौँ। एक हिसाबले जेनेरेटिभ एआईको केसमा चाहिँ यो एकदम यथार्थ नै हो। त्यस्तै गरेर क्रिटिकल कन्स्ट्रक्टिभिजम का कुराहरू किन्चलो भन्नुहुन्छ, एआईले दिने प्रक्रिया वा उत्तरलाई अन्धाधुन्ध स्वीकार्नु हुन्न भन्नुहुन्छ उहाँ। यसलाई हामीले प्रश्न गर्ने अथवा यसको आउटपुटलाई हामीले केलाउन सक्ने, इभ्यालुएट गर्न सक्ने त्यो क्षमता चाहिँ हामीले विद्यार्थीमा विकास गर्नुपर्छ भन्नुहुन्छ किन्चलोले चाहिँ। त्यस्तै ट्रान्सफर्मेटिभ लर्निङमा मेजेरो भन्नुहुन्छ, एआईले सिर्जना गरेका नयाँ प्रश्न या उत्तरहरूलाई हामीले डिसोरिएन्टिङ डिलेमा भन्नुहुन्छ उहाँले, नेपालीमा हामी दुविधाको रूपमा लिन सक्छौँ। जब दुविधा हुन्छ, मान्छेको पहिलाको सोचमा अलिकति चेन्ज आउँछ र परिवर्तन हुन्छ भन्ने, यसले रूपान्तर ल्याउँछ भन्ने कन्सेप्ट हो। हाम्रो ट्रान्सफर्मेटिभ लर्निङको प्रोपाउन्डर नै भन्न मिल्छ मेजिरोलाई चाहिँ। त्यस्तै गरेर मैले मेरो यो प्रेजेन्टेसनमा एउटा जति पनि मैले आर्टिकल्सहरू पढेँ त्यहाँबाट एउटा फ्रेमवर्क डिजाइन गरेको छु। त्यो फ्रेमवर्कमा चाहिँ मैले यी फ्रेमवर्कहरूलाई इन्टिग्रेट गरेको छु। एउटा टिप्याक होइन, टेक्नोलोजिकल, पेडागोजिकल एन्ड कन्टेन्ट नलेज, त्यस्तै समार मोडल, ब्लुम्स टेक्सोनोमी, मेकर फ्रेमवर्क र युटा 2 मोडललाई मैले इन्टिग्रेट गरेर एउटा एकीकृत फ्रेमवर्क बनाएको छु। त्यो अहिले आउँदो स्लाइडमा आउँछ हजुरहरू समक्ष। अब यो फ्रेमवर्कहरूको बारेमा भयो। अब शिक्षकहरूले एआईलाई अपनाउने आधारहरू के छन् त? धेरै रिसर्चहरूमा मुख्यतः 3टा कुरा बढी फोकस गरिएको छ। एउटा प्रयोगको सहजता, प्रयोग गर्न कति सजिलो छ त्यही हिसाबले अपनाउँदो रहेछन् मान्छेले। जस्तो कुनै पनि सफ्टवेयर अथवा मोबाइल एप्लिकेसन, हेलो ओके, कुनै पनि जति obviously green and then yellow here. Excuse me. Okay, thank you. Continue गर्छ, मैले म्युट गर्दिएँ। Thank you sir, thank you. त्यो प्रयोगको सहजता जति सहज भयो त्यति नै बढी हामीले कुनै पनि टुल प्रयोग गर्छौँ, त्यो एउटा जगजाहेर कुरा नै हो। त्यस्तै एआई साक्षरता र विश्वास, एआई बारे ज्ञान र प्रविधि प्रतिको विश्वास कतिको छ त शिक्षकमा, त्यसले पनि शिक्षकले एआई प्रयोग गर्ने दर बढाउँदो रहेछ। त्यस्तै नैतिकता र डेटाको सुरक्षा, आफ्नो डेटाको गोपनीयता र नैतिकताको पक्ष सुरक्षित नभएसम्म शिक्षक र विद्यार्थीहरू एआई प्रयोग गर्न अलि हिचकिचाउँदा रहेछन्। त्यही भएर हामीले प्रायः जसो फ्री एआई मोडल्सहरू त्यति धेरै युज गर्न झ्याप्प अप्ठ्यारो मान्ने कारण पनि यो एउटा हो। त्यस्तै एउटा रिसर्च हाम्रो कोली र मार्टिनले गरेको अनुसन्धानमा अधिकांश शिक्षकहरूले हाल पाठ योजनामा र सामग्री तयार पार्न चाहिँ एआई प्रयोग गरिरहेका छन्, तर प्रत्यक्ष विद्यार्थी सिकाइमा चाहिँ यसको प्रयोग अझै कम छ भनेर एउटा रिसर्च आएको थियो। र अब हामी नेक्स्ट मोड्युलमा जान्छौँ, मोड्युल 2। यो त हाम्रो मोड्युल 1 इन्ट्रोडक्सन पार्ट नै थियो। मोड्युल 2 मा हामी करिकुलम, इन्स्ट्रक्सन र एसेसमेन्टका कुराहरू गर्छौँ। यसमा चाहिँ अब स्पेशली अनुसन्धानले देखाएका 3वटा मुख्य अपर्च्युनिटिजहरू भनौँ न हाम्रो, यो 3वटा मुख्य अपर्च्युनिटिजहरूलाई हामीले एआई बढी युज गर्छौँ। यसमा पर्सनलाइज इन्स्ट्रक्सन,
यसले के गर्छ भन्दा हरेक विद्यार्थीको गति उसको कमजोरी अनुसारको व्यक्तिगत ट्युटरिङ र तत्काल फिडब्याक दिने काम गर्छ। जहाँ पहिला पहिला हाम्रो ट्रेडिसनल मेथडमा 50-60 जना विद्यार्थीको एक एक फिडब्याक दिनलाई हामीलाई घन्टौँ लाग्थ्यो भने अहिले एआईको मद्दतले त्यो सेकेन्ड्समा सबै विद्यार्थीलाई एकैचोटि पर्टिकुलर स्पेसलाइज रुब्रिक्स क्रिएट गर्ने हो भने 1 सेकेन्डको काम हुन्छ। त्यस्तै गरेर रिडिजाइन्ड असेसमेन्ट। अब यो असेसमेन्टहरूलाई पुनः संरचना गर्नुपर्छ भन्ने कुरा के हो भन्दाखेरि घरमा बसेर लेखिने वान टाइम सबमिट गर्ने यस्ता असाइनमेन्टहरू चाहिँ कम गर्नुपर्छ भन्छ। र ब्लुम्सको टेक्सोनोमी अहिले हामी त्यसमा अलि डिटेलमा पनि आउँछौँ। त्यसको हायर अर्डर असेसमेन्टहरू चाहिँ बढी दिनु भन्छ। किन भन्दा एआई चाहिँ बाई डिफल्ट टेक्निकल हुन्छ, क्वेसन एन्सर फ्याक्ट अनि यसका डेटाका कुराहरू उसले एकदम एक्ज्याक्टली तत्काल दिन्छ। तर हायर अर्डर थिङ्किङमा चाहिँ यो अलिकति ल्याग हुने हुनाले जति हायर अर्डर थिङ्किङ हामीले एसेसमेन्ट डिजाइन गर्छौँ त्यति एआई भल्नरेबिलिटी कम हुन्छ। त्यस्तै गरेर हायर अर्डर इन्गेजमेन्ट। अब हामी तल्लो तहमा दोहोरिने कामहरू जो टिडियस वर्कहरू रिपिटेड वर्कहरू छन् त्यसलाई हामी एआईलाई दिएर शिक्षक र विद्यार्थी बीच बाँकी समय विश्लेषण मूल्याङ्कन र सृजनामा खर्च गर्न सकिन्छ। किन भन्दा एआईले नै लगभग धेरै कामहरू गर्ने भएपछि मेन डिस्कसन अनि इभ्यालुएसन अनि को क्रिएसन चाहिँ शिक्षक र विद्यार्थीमा बढी टाइम मिल्छ त्यसले गर्दाखेरि। र अब पाठ्यक्रम निर्माणमा हामीले इन पर्पज या अन पर्पज निर्माण गर्न पर्ने आवश्यकता नै छ पाठ्यक्रममै। अब सरकारले अहिले नेसनल करिकुलम फ्रेमवर्क र नेसनल एआई पोलिसीले पनि यो कुराहरूलाई जोरदार साथ राखिएको छ त्यसमा पनि। र यो गर्दाखेरि संस्थागत रूपमा मेन भनेको यो कोर्स लेभलमा एआई नीति स्पष्ट लेख्नुपर्छ। अब कतिपय संस्थाहरूमा त फर्मल एआई नीति नै छैनन्। अब हाम्रै टियुमा छैन, केयुमा गाइडलाइन्सहरू छ तर फर्मल एआई पोलिसी नै बनेको मैले अहिलेसम्म थाहा पाएको छैन। त्यस्तै एआई साक्षरतालाई पनि विषयवस्तुसँगै जोडेर लैजानुपर्छ हामीले। अनि विद्यार्थीले काममा एआई कहाँ र कसरी प्रयोग गरे यसको पारदर्शिता राख्नुपर्छ। हामी एआई डिस्क्लोजर भन्छौँ यसलाई चाहिँ। एआई डिस्क्लोजर पोलिसी पनि हामीले आफ्नो पाठ्यक्रममा राख्न जरुरी छ। त्यस्तै गरेर नेपालको सन्दर्भमा हामी मौलिक ज्ञान भाषा परिवेशलाई एआईले उपेक्षा नगरोस् भनेर ख्याल पुर्याउनु पर्ने हुन्छ। किनकि एआई जनरली हाम्रो नर्थ अमेरिकन अथवा युरोपियन सेन्ट्रिक मोडलमा बनेको छ। धेरै जसो यसले जति पनि डेटा हामीलाई दिन्छ युरोपियन सेन्ट्रिक डेटाहरूमै काम गरेको हुन्छ। यसले मोडलिङ नै त्यसलाई त्यसरी गरेको हुन्छ। त्यही भएर हाम्रो नेपाली परिवेशलाई अलिकति उपेक्षा नहोस् भनेर चाहिँ हामीले आफैले डेलिबरेटली यसलाई हामीले काउन्टर डिजाइन गर्न पर्ने हुन्छ हाम्रो करिकुलम चाहिँ। र यसका साथै अरू साक्षरता र दक्षता भइहाले, सिकाइ उपलब्धि, कग्निटिभ तालमेल, एसेसमेन्ट रिडिजाइन, प्रक्रियागत पारदर्शिता, त्यस्तै नैतिक पारदर्शिता, सुशासन तथा गोपनीयताका कुरा, एकाडेमिक इन्टिग्रिटीका कुरा, समताका कुरा, पहुँचका कुरा, समावेशिताका कुरा, मानवीय मूल्यलाई प्राथमिकता दिने कुरा, यसमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ हामीले करिकुलम डिजाइन गर्दाखेरि। किन भन्दा एआईले ह्युमन सेन्टर्ड एआई हुनुपर्छ भन्ने मान्यता हुन्छ हाम्रो। किन भन्दा हामीले मानवलाई नै सपोर्ट गर्नलाई एआई युज गर्ने हो नि त जनरली। र त्यस्तै गरेर अब इन्स्ट्रक्सनल स्ट्रेटेजिजमा हामीले के गर्न सकिन्छ त भन्दाखेरि पहिलो कुरो चाहिँ विद्यार्थीलाई हामीले एआईलाई सोक्रेटिक पार्टनर बनाउन सिकाउन सकिन्छ। कक्षाको कोठामा प्रयोग गर्न एकदम सजिलो पनि छ। किन भन्दा एआईले दिएको उत्तरलाई विद्यार्थीले सिधै ग्रहण नगरेर त्यसमा टिप्पणी गर्ने, त्यसको कमी कमजोरी औँलाउने, त्यसको आउटपुटलाई लेखाजोखा गर्ने, यो सिप चाहिँ सिकाउनु पर्छ भन्ने कुरा हो यो चाहिँ। त्यस्तै प्रोसेस भिजिबल वर्क, कुनै पनि काम गर्दाखेरि त्यो काम गरेको ट्रान्सपेरेन्सी, त्यसको मेथोडोलोजी डिटेलमा लियो भने त्यो ट्रान्सपेरेन्सी मेन्टेन गर्यो भने एटलिस्ट एआई भल्नरेबिलिटी कम हुन्छ भन्ने कुरा हो। त्यस्तै पहिलो ड्राफ्ट, परिमार्जनको इतिहास, त्यस्तै कक्षा कोठामै कार्य प्रस्तुति गर्ने अथवा भाइभा डिफेन्स, ओरल डिफेन्स नै गर्न लाउने गरियो भने यो प्रोसेस भिजिबल वर्क हुनाले
एआई अलिकति त्यसमा कन्ट्रोल गर्न सकिन्छ भन्ने हो। त्यस्तै एआई पावर्ड फ्लिप्ड क्लासरुम एकदम अहिले कम्प्लेक्स आइडियाजहरूलाई एआई भिडियोजको थ्रु यति सजिलै बुझाउन सकिन्छ कि अब यो हामीले टिचरले आफूले मेटेरियल डिजाइन गरेर मेजर कन्सेप्टहरूलाई घरै हेरेर आऊ भनेर कक्षा कोठाको टाइम चाहिँ हामीले एटलिस्ट छलफल तथा समस्या समाधानमा बिताउन सकिन्छ। यो पनि अर्को इन्स्ट्रक्सनल स्ट्रेटेजिजको मुख्य नै भनौँ अहिलेको उसको लागि। त्यस्तै गरेर अहिले नेपालको कक्षा कोठाहरूको असली चित्रण कस्तो छ त, नेपालको वर्तमान अवस्था कस्तो छ त भनेर मैले केही हाम्रा अग्रजहरूलाई क्वेसन गरेको थिएँ। केही चाहिँ मैले काठमाडौँ पोस्टमा उहाँहरूले पब्लिस गरेका कोट्सहरूबाट तानेको छु। अरुण तिमिल सिन्हा जो इन्जिनियरिङका प्राध्यापक हुनुहुन्छ, उहाँ भन्नुहुन्छ अहिले हाम्रो विद्यार्थीले जो एमआइटी र हार्डवेयरमा जसरी पढाइन्छ त्यसरी नै त्यही विषयवस्तु यहीँ बसी पढ्न सक्छन् भन्नुहुन्छ। र यो एक्ज्याक्टली हो पनि। आजको दुनियाँमा यो ओपन एक्सेस जेनरेटिभ एआई यसले धेरै कुराहरू यसमा फेसिलिटेट गरेको छ। त्यस्तै गरेर सर्विन सायमी सर हाम्रो जो यो डिपार्टमेन्ट अफ आइओएसटी को हुनुहुन्छ, उहाँले भन्नुहुन्छ विद्यार्थीहरूलाई विश्वविद्यालय पुग्नु अघि नै धेरै अघि नै पाठ्यक्रममा एआई साक्षरता समावेश गरिनुपर्छ भन्नुहुन्छ। त्यस्तै हाम्रो काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक नेत्र कुमार मानन्दर भन्नुहुन्छ शिक्षाको भविष्य मानिस विरुद्ध मसिन होइन, मसिनद्वारा सशक्त मानिस हो भन्नुहुन्छ। उहाँ एआईकै एक्सपर्ट हुनुहुन्छ। त्यस्तै गरेर हाम्रो नरोत्तम आर्यालजी जो किङ्स कलेजका प्रमुख हुनुहुन्छ, उहाँ भन्नुहुन्छ हामीले पाठ्यक्रमसँगै एआई प्रयोगलाई सीमा तोक्नुपर्छ, नत्र विद्यार्थीले स्वतन्त्र र सृजनात्मक क्षमता विद्यार्थीले मार्न सक्छन् भन्ने कुरा उहाँले गर्नुहुन्छ। यो अलिकति कन्सर्न पनि हो अहिलेको मेन। त्यस्तै गरेर अब हामी वास्तविक मूल्याङ्कनतिर जान्छौँ। यो मैले हाइलाइट गरेका कुराहरू चाहिँ फोकस्ड केमा गर्ने भन्ने कुरा हो। यसलाई सरसर्ती हेर्दा पर्दा हामीले छोड्न पर्ने कुराहरू जे हामीले गर्थ्यौँ, जस्तो घरमा लेख दिइने सामान्य निबन्धहरू एकैपटक मात्र बुझाउने ड्राफ्टहरू अथवा बाइहार्ट गरेर कण्ठ गरेर दिने असेसमेन्टहरू अब दिन कम गर्नुपर्छ भनिन्छ, किनकि त्यस्तोमा एआई भल्नरेबिलिटी बढी हुन सक्छ। त्यस्तै गरेर अपनाउनु पर्ने कुरा के त भन्दाखेरि मौखिक परीक्षा जस्तो भाइभा, ओरल डिफेन्स र यसको साथसाथै उसको सिकाइको प्रक्रियाको पुरा हिस्ट्री ट्रेसिङ हुनुपर्छ, पुरै प्रक्रियाको लगबुक बनेको हुनुपर्छ, स्पेसली अथेन्टिक टास्क हुनुपर्छ, व्यावहारिक समस्या समाधान गर्ने टास्क दिनुपर्छ र रिफ्लेक्टिभ पोर्टफोलियोजहरू दिनुपर्छ भन्ने कुराहरू हामीले अपनाउनु पर्छ भन्ने। यो पुरानो ट्रेडिसनल एसेसमेन्ट सिस्टमबाट अहिलेको 21st सेन्चुरी एसेसमेन्ट सिस्टमतिर हामी जानुपर्छ भन्ने कुरा छ, जहाँ हामीले एआई ट्रान्सपेरेन्ट वर्कफ्लोजलाई बढी मान्यता राख्छौँ। त्यस्तै गरेर प्रोसेस ओभर प्रोडक्ट, फाइनल प्रोडक्ट भन्दा पनि त्यो प्रोडक्ट कसरी बनायो भनेर हामीले विद्यार्थीलाई एक ट्रेस हिस्ट्री लिन सकियो भने उसले अथेन्टिक लर्निङ गरेछ भन्ने हामीले अलिकति ढुक्क हुन सक्छौँ। त्यस्तै गरेर हायर अर्डर फोकस, त्यो ब्लुम्स टेक्सोनोमीको हायर अर्डर एसेसमेन्टहरू दिँदाखेरि एआई त्यसमा त्यति धेरै सपोर्ट गर्न सक्दैन, त्यही भएर त्यसमा चाहिँ एआई भल्नरेबिलिटी कम गर्न सकिन्छ भन्ने कुरा रहन्छ। त्यस्तै गरेर मेकर फ्रेमवर्क छ, जो हाम्रो फेस्टोमेकर एन्ड सर्टिस हाम्रो उहाँहरूले बनाएको यो मेकर फ्रेमवर्कलाई हामीले कसरी यो डिफ्रेन्ट पेडागोजिकल डाइमेन्सनका एस्पेक्ट्सहरूलाई कसरी इमेन्सिपेटरी रोलमा लिएर जान सकिन्छ त, कसरी ट्रान्सफर्मेटिभ रोलमा लिएर जान सकिन्छ त भन्ने कुराहरू गर्नुहुन्छ। मेथड भनेको हामीले कसरी विद्यार्थी एसेस गर्ने अथवा कसरी विद्यार्थीलाई पढाउने कुरालाई हामी बढी ध्यानमा राख्छौँ। एआईले गर्दाखेरि फिडब्याकका कुराहरू धेरै सहज भाषन्, सेल्फ रेगुलेसनका कुराहरू विद्यार्थीले आफैलाई सेल्फ इभल्युसन पनि गर्न सक्छन्। त्यस्तै गरेर प्रोडक्ट प्रोसेसलाई प्रायोरिटी दिने प्रडक्ट भन्दा भन्ने कुरा हो। ओभरअल एसेसमेन्ट एज लर्निङतिर बढी फोकस हुनुपर्छ भन्ने कुरा हो। त्यस्तै गरेर अवेरनेसका कुरा हुन्छन्। अवेरनेस भन्नाले हामीले विद्यार्थीलाई कतिको पहिचान गर्न सक्छौँ त, हुनसक्छ जस्तो एआईकै कन्टेक्स्टको कुरामा धेरै कुराले विद्यार्थीलाई असर पारिरहेको हुन्छ। भौगोलिक कुराले काठमाडौँमा जति इलेक्ट्रिसिटी हुन्छ बाहिर त्यति इलेक्ट्रिसिटी नहुन सक्छ,
त्यस्तै गरेर टुल्सका उसको इकोनोमिक एक्सेसका कुरा भए, त्यस्तै उसको भाषाको कुरा भए, समताका कुरा भए, यी कुराहरूले विद्यार्थीमाथिको वास्तविक अवस्था त्यो कस्तो छ भनेर त्यो आवश्यकतालाई ध्यान दिन चाहिँ हामीले जरुरी छ। नत्र हामीले त्यो ध्यान नदिकन हामीले पेडागोजीमा एआई इम्प्लिमेन्ट गरियो भने त्यसले इक्वल र इफेक्टिभ नहुन सक्छ। त्यस्तै गरेर नलेज सेयरिङका कुरा भयो। नलेज चाहिँ विषयवस्तुप्रतिको दृष्टिकोण, ज्ञानलाई कसरी लिन्छ भन्दा एआईले गर्दाखेरि को कन्स्ट्रक्टेड भएको छ। अहिले यसलाई डिबेटेबल गर्न पनि सकिन्छ, बहस गर्न सकिन्छ र यो नेटवर्कमा आधारित छ। अहिलेको एआईको नलेज जति पनि छ एउटा नेटवर्कको नोडको माध्यममा हो। त्यस्तै गरेर इन्ड्स भनेको हाम्रो उद्देश्य, अल्टिमेट हाम्रो करिकुलमको उद्देश्य के हो त भन्ने कुरा हो। अल्टिमेट उद्देश्य भनेकै स्वायत्तता र आलोचनात्मक सोच डेभलप गर्ने हो विद्यार्थीले, यानि कि अटोनोमी र क्रिटिक्स डेभलप गर्ने हो। र यसका लागि सिकाइको एउटा माध्यमको रूपमा एआईलाई प्रयोग गर्न सकिन्छ, मूल्याङ्कनमा स्पेसली। त्यस्तै गरेर रिलेसनसिपका कुरा हुन्छ। यहाँ टिचर स्टुडेन्टको रिलेसनसिप मात्रै नभएर टिचर र एआई टुल्सको रिलेसनसिपलाई पनि हामीले मान्नुपर्छ र यो आधारपूर्ण र संवादमा आधारित हुनुपर्छ, डिबेटमा आधारित, डायलगमा आधारित हुनुपर्छ। सम्पूर्ण प्रक्रियामा मानिस चाहिँ मुख्य भूमिकामा हुनुपर्छ, यानि कि ह्युमन सेन्टर्ड एआई युज हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले यसमा मेकर फ्रेमवर्कको हाम्रो रिलेसनसिपमा हामी यो कुरा राखौँ। त्यस्तै गरेर यो मैले भनेका कुराहरू भन्दा पनि यो मेरो कुराहरू होइन, मैले साइटेसन गर्दैछु। जसलाई अलिकति डिपर नलेज लिन मन छ यो साइटेसनमा फलो गर्न सक्नुहुन्छ। आज मैले जति पनि कुरा भनेको छु मेरो आफ्नो मनको कुरा भन्दा पनि दे आर अथेन्टिक आर्टिकल्स, इन्फर्मेसन गिभन टु यु है त। त्यस्तै गरेर अब जेनरेटिभ एआईको प्रयोगका लागि ब्लुम्सको टेक्सोनोमी कसरी रिफ्रेम गर्न सकिन्छ त भनेर एउटा सामान्य अघि नै मैले भनिसकेको छु। जो लोवर अर्डर एसेसमेन्टहरू छ जस्तो याद गर्ने, बुझ्ने, त्यसमा एकदम एआई भल्नरेबिलिटी हाई हुन्छ। किन भन्दा याद गर्ने अनि सोल्युसन दिने एआईले त मजाले गरिदिन सक्छ नि त, त्यो त एआई एक्सपर्ट छ त्यसमा। त्यही भएर त्यो कुराहरूमा धेरै एआई भल्नरेबिलिटी हुन्छ। हामीले एसेसमेन्टमा एआई युज गरे नगरेको थाहा पाउन गाह्रो हुन्छ। त्यही भएर अलि माथि गएर एप्लाई र एनालाइजमा जाने भने मध्यम खालको जोखिम हुन्छ एआईको। किन भन्दा त्यहाँ प्रश्नहरू परिमार्जित गर्नुपर्ने हुन्छ र त्यो गर्दाखेरि एआईले त्यति राम्ररी सोल्युसन दिन नसक्छ। र एकदम बेस्ट भनेको चाहिँ इभ्यालुएट र क्रिएट टाइपको एसेसमेन्ट दिने हो भने एआईले सजिलै गर्न सक्दैन, बिकज त्यहाँनिर चाहिँ एआई एकदम सक्षम छैन भनौँ अझसम्मकोमा। अब भोलि सिन्थेटिक एआई आउने भन्ने कुरा छ, त्यो आयो भने त अब यही कुराहरू पनि सामान्य होलान्, यसमा पनि एक्सेल गर्न सक्ला। तर आजको दिनसम्म चाहिँ त्यहाँ पुगेको छैनौँ हामी। त्यही भएर हाम्रा मूल्याङ्कनहरू, प्रश्नहरू अब यही तहमा इभ्यालुएट र क्रिएटतिर हामीले लैजानुपर्छ भन्ने कुरा हो यो चाहिँ। त्यस्तै एसेसमेन्ट टाइप र भल्नरेबिलिटी, हामीले क्लासमा गरिने एसेसमेन्टहरू सिङ्गल ड्राफ्ट धेरै हाई हुन्छ भनेको थिएँ मैले। एकचोटि लेख्न दिनुभयो, एसे लेख्न दिनुभयो, च्याट जिपिटीबाट एसे लेखेर ल्याएको पनि हुनसक्छ। हामीले त्यो छक्कै जजमेन्ट गर्न गाह्रो हुन्छ। त्यस्तै गरेर पेन पेपर परीक्षामा अलिकति कम त हुन्छ, तर मौखिक जस्तो भाइभा यस्ताहरूमा चाहिँ लगभग एआई युज गर्नै गाह्रो छ होइन। त्यस्तै गरेर सामूहिक प्रस्तुति अथवा हाम्रो रिफ्लेक्टिभ जर्नल्सहरू आफ्नो प्र्याक्टिसलाई रिफ्लेक्ट गर्ने गरेर जर्नल लेख्न दिने भने चाहिँ हाम्रो एआई भल्नरेबिलिटी एकदम न्यून हुन्छ र यस्ता टाइपको एसेसमेन्टहरूलाई हामीले फोकस गर्नुपर्छ भन्नुहुन्छ हाम्रो जिआई टलहरू। अब यो चाहिँ मेरो आजको मुख्य योगदान नै यही हो। मेरो चाहिँ मैले जति पनि फ्रेमवर्कहरू पढाएको छु त्यो फ्रेमवर्कहरू सबैलाई मैले इन्टिग्रेटेड गरेर एउटा इन्टिग्रेटेड फ्रेमवर्क बनाएको छु, जसलाई मैले नाम दिएको छु हेगापी, यानि कि हायर एजुकेसन जेनरेटिभ एआई पेडागोजिकल इन्टिग्रेसन फ्रेमवर्क भनेर नाम दिएको छु। यसमा चाहिँ उच्च शिक्षामा जेनरेटिभ एआईको नैतिक, प्रभावकारी, रूपान्तरकारी प्रयोगका लागि तयार पारिएको एउटा इन्टिग्रेटेड मोडल हो, जसमा 6वटा लेयर राखेको छु मैले चाहिँ। यसले धेरै फ्रेमवर्कहरू र थियोरिटिकल ग्राउन्डिङ्सहरूलाई यसले समावेश गरेको छ। जस्तै कनेक्टिभिजम, क्रिटिकल पेडागोजी, सोसियल कन्स्ट्रक्टिभिजम का कुराहरू, थ्योरीहरू पनि यहाँ इन्क्लुडेड छन्। त्यस्तै गरेर टिप्याक, समार, ब्लुम्स टेक्सोनोमी, एआइएज एसेसमेन्ट स्केल भन्ने र त्यस्तै गरेर युट्याट फ्रेमवर्कहरू, यी सबै फ्रेमवर्कहरूलाई इन्टिग्रेट गरेको छु।
अब सबै डिटेल त भनेर नगाउँला, एउटा सरस्वती लेयर्सहरूको कुरा मात्रै गरेँ। पहिलो लेयर्स भन्दा आउटरमोस्ट लेयर भन्छु इन्स्टिट्युसनल रेडिनेस, संस्थागत तत्परता जबसम्म हुँदैन एआईको प्रयोगलाई हामीले एकदम भनौँ न बेसिकै नभएपछि, बेसिक इन्फ्रास्ट्रक्चरै नभएपछि त प्रयोग गर्न धेरै गाह्रो हुन्छ नि त। र यसमा नेतृत्व, स्पष्ट एआई नीति, पूर्वाधार र नैतिक सुशासनका कुराहरू यहाँ पर्छन्। त्यस्तै अर्को लेयर छ योभन्दा अलिकति भित्र गएर लेयर, त्यो हो टिचर प्रोफेसनल डेभलपमेन्ट। प्राध्यापकको क्षमता विकास गर्नै पर्ने हुन्छ, उहाँहरूलाई प्रम्प्ट इन्जिनियरिङ, एआई नतिजाको मूल्याङ्कन गर्न र नैतिक प्रयोगमा कसरी सक्षम बनाउने भन्ने दोस्रो लेयर हो। यसमा हामी जनरली जेन एआई टिप्याकलाई बढी फोकस गरेर मैले यहाँ यो डिजाइन गरेको छु। त्यस्तै गरेर अर्को त आउँछ शैक्षिक डिजाइन, यानि कि एसेसमेन्ट डिजाइन चाहिँ कसरी गर्ने त, यसलाई जेन एआई बाई डिजाइन भन्ने फ्रेमवर्कलाई मैले यहाँ राखेको छु। यसले मानवीय नेतृत्व कायमै राखी विद्यार्थी केन्द्रित र समावेशी सिकाइ कसरी गर्ने भन्नेतिर जोड दिएका छ यो लेयरमा चाहिँ मैले चाहिँ। त्यस्तै गरेर अर्को लेयर छ कक्षा कोठामा कार्यान्वयन गर्नको लागि, यो स्पेसली एसेसमेन्ट लेयर भन्न पनि मिल्छ यसलाई। पेडागोजिकल डिजाइन गरिसकेपछि यसलाई क्लासरुममा इम्प्लिमेन्ट गर्दाखेरिको समान फ्रेमवर्क युज गरेको छु यसमा, जहाँ एआईले सामान्य कामहरू प्रतिस्थापन गर्नेदेखि लिएर भोलि पूर्ण रूपमा यसलाई रूपान्तरण गर्नेसम्मको कुराहरू यसमा पर्छ। त्यस्तै गरेर अर्को लेयर छ एआई एसेसमेन्ट, यो इम्प्लिमेन्टेसन चौथो लेयर, त्यसपछि एसेसमेन्ट पाँचवा लेयर। यसमा चाहिँ मौखिक परीक्षा, अनि त्यस्तै गरेर प्रोसेस ओभर द प्रडक्ट, अघि मैले भने जुन पारदर्शी एआईको युज गरेको पारदर्शिता स्वघोषणा, त्यस्तै एकाडेमिक इन्टिग्रिटीका कुराहरू, यस्ता चाहिँ हामी पाँचौँ लेयरमा लगेर राखेका छौँ यहाँ। त्यस्तै गरेर तह 6 मा चाहिँ एजुकेसनल आउटकम्स हो, र यो सबैमा यो युनिभर्सल टेक्नोलोजी एक्सेप्टेन्स एन्ड युजर टेक्नोलोजी बिहेभियरहरूको यसमा असर चाहिँ सबैमा हुन्छ। युट्याट 2 फ्रेमवर्क भन्छौँ हामी, ट्याम युट्याट हुँदै युट्याट 2 फ्रेमवर्क आएको छ। यसले अझ बढी डाइमेन्सनहरूलाई कभर गर्ने हुनाले मैले युट्याट 2 फ्रेमवर्क राखेको छु। र यो कार्यान्वयन गर्दाखेरि 5 फेजमा कार्यान्वयन गर्ने कुरा हुन्छ। र यो गर्दाखेरि अफकोर्स हाम्रो एजुकेसनल आउटकम, विद्यार्थीको आलोचनात्मक सोच डेभलप हुने, शिक्षकको कार्यक्षमतामा विकास हुने र संस्थागत गुणस्तरमा पनि एउटा मेजरेबल सुधार आउने चाहिँ आशा राखेको छु यो मोडलबाट। कार्यान्वयन गर्दा चाहिँ 5 फेजमा कार्यान्वयन गर्ने कुरालाई मैले अलिकति यहाँ दोहोऱ्याएँ। पहिलो फेजमा चाहिँ संस्थागत तयारी नै हुन्छ, दोस्रोमा क्षमता अभिवृद्धि गर्ने शिक्षकको साथसाथै विद्यार्थीहरूको पनि, त्यस्तै पाठ्यक्रम परिमार्जन गर्ने, यसमा एआई इन्टिग्रेट गर्न पर्ने हुन्छ कि अब एसेसमेन्ट रिडिजाइन गर्न पर्ने हुन्छ कि, त्यस्तै गरेर अध्यापन, यसलाई डेलिभरी गर्ने, इम्प्लिमेन्ट गर्ने, त्यसपछि त्यसलाई मूल्याङ्कन गर्ने, इभ्यालुएसन गर्ने र सुधारका कुराहरू अगाडि ल्याएर फेरि यो साइकललाई फर्स्ट स्टेजबाट करेक्सन गर्दै गर्दै दोहोऱ्याएर यो इन्फाइनाइट लुप्समा यो चल्छ। र सरी, अब हामी जान्छौँ नेपाल इन द ग्लोबल पिक्चर। अब नेपाल ग्लोबल पिक्चरमा कहाँ छ त, विश्वव्यापी चित्रमा नेपाल कहाँ छ भनेर हामी हेर्न खोजिरहेछौँ यहाँ। पहिलो कुरो त अब मैले अलिकति सबै विश्वविद्यालयलाई अलिअलि पढ्दै गर्दाखेरि यहाँ त्यो हल्का समरी मात्रै राखेको छु। जस्तो काठमाडौँ विश्वविद्यालयमा म आफै पनि त्यहाँ अध्ययनरत भएको हुनाले त्यहाँ छुट्टै डिपार्टमेन्ट छ एआईको लागि, एआई डेडिकेटेड कोर्सेसहरू छ, बिटेक एमटेक एआईमा छ। एआई प्रयोगलाई अलिकति गाइडलाइन्स चाहिँ छ, फर्मल एआई पोलिसी, सेन्ट्रलाइज पोलिसी नभए पनि गाइडलाइन्सहरू चाहिँ छ त्यहाँ। तर प्राप्य यो छुट्टा छुट्टै औपचारिक नीति चाहिँ छैन। अनि त्रिभुवन विश्वविद्यालयमा पनि पूर्ण एआई डिग्री चाहिँ छैन, एआई नै एआईमै डिग्री चाहिँ छैन, तर एआई धेरै जसो कोर्सहरूमा एउटा सब्जेक्टको रूपमा अथवा टपिकको रूपमा इन्भेट गरिएको छ। जस्तै डेटा साइन्स र एनालाइटिक्समा, इन्टेलिजेन्ट कम्प्युटिङमा, मसिन लर्निङमा, न्युरल नेटवर्क्समा, स्पेसली आइओएसटीका त्यहाँ भएका प्रोग्रामहरूमा चाहिँ अझ बढी छ। बिसिएहरू बिआइटीहरूमा पनि राम्रै इन्टिग्रेट गरिएको छ। र इक्जाममा चाहिँ एआई टोटल्ली ब्यान्ड नै छ, लगभग 2024देखि नै ब्यान्ड छ भनौँ। त्यस्तै गरेर पूर्वाञ्चल विश्वविद्यालयमा बिटेक छ, डेडिकेटेड कोर्स एआईमै,
र मैले एउटा अलिकति विदेशी युनिभर्सिटी पनि लिउँ भनेर एउटा किङ्स कलेजको अलिकति त्यहाँको डेटा पनि लिएको छु, जो वेस्ट क्लिफ युनिभर्सिटीसँग एफिलिएट गर्छ क्यालिफोर्निया युएस। यसले एआईलाई छुट्टै विषयका साथ स्पेसलाइजेसन रूपमै अध्ययन गराइरहेको छ। जस्तो मास्टर्स अफ साइन्स इन आर्टिफिसियल इन्टेलिजेन्स भनेर मास्टर्सकै कोर्स छुट्टै पनि रहेछ, ब्याचलरमा पनि डेडिकेटेड एआई कोर्सहरू पनि रहेछ। त यो विभिन्न विश्वविद्यालयहरूमा यो फरक फरक नीति र कार्यक्रम हुनुले पनि विद्यार्थीहरू अन्यलमा पर्छन् र आपसी समझदारी अथवा एउटा कमन समझदारीमा आउन टिचरहरूलाई एउटा यो प्र्याक्टिसहरू आदान प्रदान गर्दाखेरि पनि अब कतालाई केलाई प्रायोरिटी दिने भन्ने कन्फ्युजन चाहिँ पक्कै पनि हुन्छ। त्यस्तै गरेर अब हामीसँग के जानकारी छ तर के छैन भन्ने कुरामा अलिकति केही रिसर्चहरू नेपालमा भएका रिसर्चहरूलाई मैले यहाँ केलाउन खोजेँ। अधिकारी र पाण्डेले गर्नुभएको रिसर्चमा चाहिँ लगभग 121 जना नेपाली शिक्षकहरूमा गरिएको अध्ययन थियो यो। यहाँ एआईले विद्यार्थीको सिक्ने क्षमता चाहिँ बढाएको छ तर शिक्षकहरू आफ्नो भूमिका लिएर अन्यलमा छन् भन्ने देखाउँछ उहाँको स्टडीले चाहिँ। त्यस्तै अर्को कापरले 2025मा गरेको स्टडीले चाहिँ के देखाउँछ भन्दाखेरि उपत्यकाका शिक्षकहरूको अध्ययन गर्नुभएको थियो उहाँले एआई सम्बन्धी र शिक्षकको वृत्ति विकासमा पनि सहयोग गरेको छ एआईले। तर एआई माथिको निर्भरता बढेको देख्दाखेरि चिन्ता व्यक्त चाहिँ गरेका छन् शिक्षकहरूले। त्यस्तै गरेर सन् 2026को मध्यसम्म आउँदाखेरि पनि मैले नेपालको जेनेरेटिभ एआई र पेडागोजीसँग रिलेटेड आर्टिकल्सहरू खोज्दाखेरि त्यति धेरै पाउँथिनँ, एकाध हुन्थे। अहिले फाटाफुट्ट अलि पियर रिभ्युड आर्टिकलहरू पनि आउन थालेका छन् तर अझै पनि सीमित छन् अध्ययनहरू। ती पनि निकै साना तथा अथवा एकल संस्थामा आधारित अथवा कुनै थ्योरिटिकल ग्राउन्डिङ नगरिकन गरिएका स्टडीहरू बढी पाएको छु मैले, जसले गर्दाखेरि अब राष्ट्रिय स्तरको परिणात्मक अवस्था चाहिँ यसले दर्शाउन सक्दैन। त्यस्तै गरेर बरालले गर्नुभएको एउटा 2025मा गर्नुभएको थियो पोखराका स्कुल सेक्टरका यो चाहिँ +2 सम्मका स्कुलको मा चाहिँ एआई प्रयोग गर्न चाहिँ शिक्षकहरू तीव्र रुचि राख्छन् तर कमजोर पूर्वाधार र सीमित शिक्षक तालिमका कारण बाधा पुगेको भनेर उहाँले उहाँको स्टडीमा राख्नु भएको थियो। र नेपालमा यो सबभन्दा ठुलो इन्फ्रास्ट्रक्चर ल्यागिङ नै हो। र मैले हालचालै अहिले अध्ययन गरिरहेको रिसर्चमा चाहिँ यो सर्वेले के देखायो भन्दाखेरि जो कार्य सम्पादनको अपेक्षा र सहज वातावरण र बानीले गर्दा व्यक्तिगत नवीनताले पनि एआईको प्रयोगमा बढी सहजता पुर्याउँछ भन्ने कुरा आयो। यानि कि बिहेभियरल इन्टेन्सन, फेसिलिटेटिङ कन्डिसन र पर्सनल इनोभेटिभनेस चाहिँ मेजरली आयो। पर्फर्मेन्स एक्सपेक्टेसन सबभन्दा हाइएस्ट आयो। यानि कि यसले फाइदा दिन्छ भनेर न हामीले काम बढी युज गर्ने हो यसलाई, नत्र त किन गरिन्छ र भन्ने हो। अनि मलाई अचम्म के लाग्यो भन्दाखेरि प्राइस भ्यालु, हेडोनिक मोटिभेसनका कुराहरू, सोसियल इन्फ्लुएन्सका कुराहरू त्यति धेरै आएनन् मेरो स्टडीमा। मैले चितवनमा स्टडी गरेको थिएँ। त्यसमा चाहिँ त्यो नआउनुको कारण पनि होला, किन भन्दा हामीले प्रायः ओपन एक्सेसै चलाउँछौँ। हामी नेपालीहरू पैसा तिरेर त्यति चलाउँदैनौँ। ओपन एक्सेसले नै हाम्रो लगभग हाम्रो एक्टिभिटिजलाई एनफ हुने पुगिसकेको छ अहिले त। त्यसले गर्दा नि होला सायद प्राइस भ्यालु मायने राख्दैन भन्ने रिजल्ट आएको होइन। र यसको वास्तविक जोखिम र चुनौतीहरू पनि उत्तिकै रहेका छन्। पहिलो त अब सुशासित सोचको ह्रास, स्किल एन्थ्रोपी भन्छौँ हामी अङ्ग्रेजीमा। यसले विद्यार्थीहरूमा आफै सोच्ने क्षमता घट्ने हो कि भन्ने खतरा चाहिँ ल्याउँछ। त्यस्तै डिजिटल डिभाइड, एआईले हाम्रो डिजिटल डिभाइड कम गर्नुभन्दा पनि असमान पहुँचले धनी र गरिबले अथवा भौगोलिक दूरीले यो खाडल अझ बढाउने हो कि भन्ने जोखिम पनि उत्तिकै छ। त्यस्तै गरेर स्थानीय भाषा र ज्ञानको लोप हुन सक्छ। मैले भनिहालेँ एआई भनेको युरोपियन सेन्ट्रिक मोडलमा ट्रेन गरिएको मोडल हो र यसले हाम्रो ट्रेडिसनल नलेजलाई चाहिँ कतिको यसले इग्नोर गर्छ भन्ने कुरा हो। त्यस्तो यो पनि एउटा चुनौती हुनसक्छ। र मैले मेरो स्टडीमा के पनि पाएँ भन्दाखेरि इङ्ग्लिस ल्याङ्ग्वेज टिचरहरू, साइन्सका टिचरहरू, आइटीका टिचरहरू, म्याथ्सका टिचरहरूले चाहिँ एआई बढी प्रयोग गरेको देखियो।
सायद त्यो इङ्ग्लिस ल्याङ्ग्वेजमा उहाँहरूलाई कम्युनिकेट गर्न सजिलो भएर होला। अहिले त हुन त नेपालीमा पनि धेरै मोडल ट्रेन्ड भइसकेका छन्, तर पनि इङ्ग्लिस जस्तो सहज चाहिँ अझै छैनन् भनौँ न। त्यो हिसाबले नै होला सायद। अब यो कुराहरूमा यो स्थानीय भाषा र ज्ञानको यसमा कुराहरू चाहिँ यसले गर्दा पनि ल्याउन पर्ने आवश्यकता रहन्छ। त्यस्तै गरेर अब यो पूर्वाग्रह र भ्रम बायस हुन सक्छ एआई। जस्तो कहिलेकाहीँ नभएको सूचना पनि दिन सक्छ। यो पनि एउटा चुनौती नै रहेको छ नेपालको लागि। अब नेपालको नेसनल एआई पोलिसी जाउँ। नेसनल एआई पोलिसीले के भन्छ भन्दाखेरि ब्रोड नेसनल भिजन हो यो। त्यही भएर यो मुख्य रूपमा पूर्वाधार र जनशक्ति विकास र नैतिकता र जोखिम व्यवस्थापनमा बढी जोड दिएको छ। यसले विद्यालय तहदेखि नै एआई साक्षरता सुरु गर्ने लक्ष्य पनि राखेको छ। तर यो नीति समग्र अर्थतन्त्रलाई समेट्ने एउटा ढाँचा मात्रै हो, उच्च शिक्षाका लागि मात्र भनेर लक्षित चाहिँ होइन। त युनेस्को 2023 गाइडलाइनले के भन्छ भन्दाखेरि नीतिहरू चाहिँ ग्राउन्ड लेभल रिसर्च र प्र्याक्टिकल रियालिटिजमा आधारित हुनुपर्छ भन्छ। तर हाम्रो देशमा चाहिँ यो अझै पनि त्यति लागू भएको छैन। अहिले पनि माथिबाटै तल लाद्ने क्रम नै छ। त्यो वर्ल्ड सिनारियोको अलिअलि हेऱ्यो अनि माथिबाट टप लेभलबाट डिजाइन गरेर अनि तल ग्राउन्ड रियालिटिज स्टडी नगरिकन पाइलटिङ नगरिकन सिधै हामीले पोलिसी लाद्ने क्रम हाम्रो बढी छ। अनि यो पनि अलिकति सोचनीय कुरा हो हाम्रो लागि। त हाम्रो यो एआई नीति 2082ले के भन्छ भन्दाखेरि 5 वर्षको नीति छ यो। 5 वर्षमा 7वटै प्रदेशमा एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने भन्छ। अब 5 वर्षभित्र 5000 दक्ष एआई जनशक्ति तयार गर्ने भन्छ। तर यो नीति त म्याक्रो लेभलको हो। माइक्रो लेभलमा यानि कि कक्षा कोठामा शिक्षकले कसरी पढाउने, मूल्याङ्कन कसरी गर्ने भन्ने स्पष्ट त यसले पार्दैन। यसको अर्थ के हो भन्दाखेरि शिक्षकहरूको लागि आउँदा केही वर्षहरू अझै पनि अवसरका दिन छन्। यो विन्डो पिरियड हो। यो विन्डो पिरियडमा उहाँहरूले राष्ट्रिय नीतिको पर्खाइमा नबसी संस्थागत वा आफैले अभियान अथवा वकालत गरेर आफ्नो स्तरमै भए पनि उच्च शिक्षामा विशेष नियमहरू तयार पार्नु आवश्यकता छ जस्तो लाग्छ मलाई। र यो विश्वविद्यालयहरूले नै यसलाई अलिकति इनिसिएटिभ लिँदा धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब हामी यो ग्याप कसरी फुलफिल गर्ने त भनेर एउटा रेम मोडल प्रपोज गर्नुभएको छ, रेस्पोन्सिबल एक्सपेन्सन मोडल हाम्रो श्रेष्ठले 2026मा। उहाँले के भन्नुहुन्छ भन्दाखेरि यसले शिक्षक, विद्यार्थी, प्रशासन र सरकारवालाहरूलाई समेटेर नीति बनाउनु पर्छ र यसलाई निरन्तर परिमार्जन गर्दै लानुपर्छ भन्नुहुन्छ उहाँले। र यो वास्तवमा हुनुपर्ने कुरा पनि हो। माथिबाट टप डाउन एप्रोच भन्दा पनि तलबाट हाम्रो यसरी सहकार्यमा को कन्स्ट्रक्ट गरेर, को डिजाइन गरेर, को क्रिएट गरेर पोलिसी बन्न पर्ने चाहिँ हो। अब हामीले तुरुन्तै गर्न सक्ने काम चाहिँ के छन् त? एक्सनेबल नेपालको सन्दर्भमा हामीले तुरुन्तै भोलिकै दिनदेखि लागू गर्न सक्ने कुरामा हामी जाउँ। पहिलो कुरा त आफ्नो कोर्समा सिलेबसमा एआई प्रयोगको सीमा स्पष्ट गर्ने। जस्तो मैले पढाउँदाखेरि के गर्छु भन्दा टियुको डेडिकेटेड एआई पोलिसी त छैन, तर मैले विद्यार्थीहरूलाई एआई डिस्क्लेमर राखेर एआई कुन कुन कुरामा युज गर्नुभएको छ त्यो तपाईँहरूले लेख्नुहोस् भनेर मैले यसरी नै आफ्नो थिसिस गाइडेन्स गर्दाखेरि चाहिँ यसरी पर्सनली नै एआई डिस्क्लोजर राख्नु भनेर आफ्नै तहबाट चाहिँ मैले इनिसिएट गर्छु सकभर। अब कतिले गर्नुहुन्छ कतिले गर्नुहुन्न, जबसम्म पोलिसी लेभलमा आउन्न यो इन्डिभिजुअल चोइसमै भर पर्छ फेरि। त्यस्तै गरेर आफ्नो हालको मूल्याङ्कनलाई रिडिजाइन गर्नुपर्छ। हामीले प्रोडक्ट ओरिएन्टेड भन्दा पनि प्रोसेस भिजिबल एसेसमेन्टहरू चाहिँ दिनुपर्छ। त्यस्तै अघि नै कुरा यो आइसकेसम्म धेरै गइन यसमा। त्यस्तै कक्षा कोठामा एआई टुल्सहरू कसरी प्रयोग गर्ने भन्ने बारे पनि नैतिक छलफल चलाउन जरुरी छ। यसलाई इथिकल डिबेट, इथिकल डायलगमा शिक्षक विद्यार्थी दुईजनै बसेर छलफल गर्न जरुरी छ। त्यस्तै अन्य विश्वविद्यालयहरूसँग विश्वविद्यालयहरूका सहकर्मीहरूसँग अनुभव आदान प्रदान गरेर एकअर्कालाई हामीले इन्फर्मेसन दिएर यसमा सुधारात्मक कुराहरू ल्याउन सकिन्छ। अहिलेसम्म हामी टियु र केयु यही सेन्टरमै छौँ, तर टियु केयु लाइजन अब आपसमा समझदारीका
कुनै फोरमहरू अहिलेसम्म बनेका छैन। मैले चाहिँ एटलिस्ट थाहा पाएन। अब त्यसले गर्दाखेरि यो गर्न पनि जरुरी छ जस्तो लाग्छ मलाई। अब संस्थागत सुधारको लागि के हुन सक्छ त भनेर मैले यो नेसनल करिकुलम फ्रेमवर्कसँगै एआई पोलिसीको ढाँचामै मैले यो टाइमलाइन बनाएको छु, ताकि त्यो सँगसँगै एलाइन गर्न सकियोस् भनेर। पहिलो चरण सुरुको 6 महिनामा त पाठ्यक्रम तहमै एआई प्रयोग स्पष्ट घोषणा गर्ने। त्यसपछि दोस्रो चरण, त्यसको नेक्स्ट 6 महिना 18 महिनातिर जाँदाखेरि विश्वविद्यालयहरूबीच साझा नीतिको निर्माण गर्ने, जस्तो केयुटियु लगायत अन्य विश्वविद्यालयहरूबीच नीतिगत दूरी घटाउने। त्यस्तै गरेर नेक्स्ट 18 to 36 मन्थमा चाहिँ हामी के गर्न सकिन्छ भन्दाखेरि एसेसमेन्ट रिडिजाइन गर्न सकिन्छ। हाई भल्नरेबिलिटी एसेसमेन्ट भएका एसेसमेन्टहरूलाई कम गर्ने र लो भल्नरेबिलिटी भएका एसेसमेन्टहरूलाई हामीले बढाउने कुरा यसमा इम्प्लिमेन्ट गर्न सकिन्छ। र अन्तिमको 3 4 5 वर्षमा चाहिँ हामी राष्ट्रिय एआई नीतिसँग विश्वविद्यालयहरूको नीति समायोजन गर्ने कुरामा हामी जान सकिन्छ। र अन्य सुझाव के हुन सक्छ भन्दाखेरि पोलिसी र इन्टिग्रिटीलाई ख्याल गर्न पर्ने, फ्याकल्टी क्यापेसिटी डेभलपमेन्टमा ख्याल गर्न पर्ने, इक्विटी र एक्सेसका कुराहरू पनि ख्याल गर्न पर्ने, प्राइभेसी र कन्सेन्टका कुराहरू। हामीले कहिलेकाहीँ स्टुडेन्टले दिएको रिसर्चहरूलाई सिधै इन्टरनेटमा हामीले राख्न कहिलेकाहीँ राखिन्छ, त्यसो वास्तवमा गर्न चाहिँ हुँदैन। त्यस्तै गरेर रिसर्च गरेर त्यसलाई पाइलट गरेर त्यसलाई इभ्यालुएट गरेर अनि इटरेटिभ फेजमा गएर बल्ल पोलिसी इम्प्लिमेन्ट गर्ने भन्ने सुझाव चाहिँ हो। धेरै रिसर्चरहरूले यस्तो सुझाव दिनुभएको छ। यहाँ मैले जस्ट समरी मात्रै राखेको छु। र अन्तिमतिर आउँदै गर्दाखेरि आजको मुख्य सन्देश के त भन्दाखेरि जेनेरेटिभ एआईले शिक्षकहरूलाई विस्थापन गर्दैन, तर यसले उत्कृष्ट शिक्षणको प्रभावलाई अझ बढाउँछ। बरु कमजोर शिक्षणलाई यसले छर्लङ्ग पारिदिन्छ। त्यही भएर एआई पोलिसी नहुँदाखेरि पनि एआई त एक्सप्लोर भयो त, सबैले प्रयोग त गरेका छन् त। जस्तो हाम्रो कोरोना आउँदाखेरि लगभग धेरैले इलेक्ट्रोनिक ट्रान्जेक्सन गर्न बाध्य भयो त, त्यसले गर्दाखेरि पनि धेरै लिटरेसी बढ्यो नि त। मलाई के लाग्छ भन्दा पोलिसी कुर्न भन्दाखेरि पनि आफै इनिसिएट लिएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ पर्सनल्ली। र मेरो अन्तिममा हाम्रो स्टेक होल्डर्सहरूलाई विशेष सजेसन चाहिँ शिक्षकहरूलाई चाहिँ आजैबाट आफ्नो पाठ्यक्रममा एआई नीति स्पष्ट पार्नुहोस्। संस्थानहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दा आपसमा नीतिगत अन्यल हटाउन साझा सिद्धान्त अपनाउनु बेटर हुन्छ। जस्तो टियु, केयु, पियु लगायत अन्य विश्वविद्यालयहरू मिलेर साझा नीति बनाउँदा राम्रो। जस्तो रसेल्स ग्रुपले गर्नुभएको थियो, हामीले पनि त्यो गर्न सकिन्छ। हामी धेरै ढिला भइसक्यौँ। त्यस्तै नीति निर्माताहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि प्रमाणमा आधारित नीति निर्माणको वकालत गर्न पर्यो, किनभने प्रभावकारी र समावेशी र दिगो नीति बनाउनको लागि ग्राउन्ड लेभल रिसर्च चाहिँ जरुरी हुन्छ। प्र्याक्टिकल रियालिटिजमा आधारित नीति नै काम लाग्छ यस्ता कुराहरूमा चाहिँ। र हाम्रो यही क्याम्पेन र यस्ता अन्य अभियानकर्ताहरूबाट म के एक्सपेक्ट गर्छु भन्दाखेरि राष्ट्रिय नीति र कक्षा कोठाको बिचमा व्यावहारिक मार्गदर्शन ल्याउन कसरी दबाब दिन सकिन्छ, हामी आफ्नो तहबाट पनि यसलाई गर्न कोसिस गर्न सकिन्छ। र भन्नलाई चाहिँ भन्ने, आफूले नगर्ने भन्न सकिन्छ। मैले यो मेरो डिस्क्लेमर हो। यो खोज अनुसन्धान गर्नलाई मैले एआई टुल्स युज गरेको छु, पर्प्लेक्सिटी युज गरेको छु रिसर्च आर्टिकल्सहरू सजेस्ट गर्नलाई, रिसर्च ऱ्याबिट गरेको छु रिलेटेड आर्टिकल खोज्नलाई, सामग्री संश्लेषण गर्नलाई मैले नोटबुक, एलएम, क्लाउड र कोपाइलट युज गरेको छु, स्लाइड डिजाइन गर्नलाई गामा, च्याटजिपिटी, जेमिनाई र क्यानभा युज गरेको छु। र मानवीय प्रमाणीकरण चाहिँ यो मैले के भन्छु भन्दा सबै तथ्य मैले यहाँ भएका सोर्सहरूबाट लिएको हुँ। मैले जे आज भनेको छु यी रिसोर्सबाट आधारितमा रहेर भनेको छु। मेरो आफ्नो भनाइ भन्दा नि रिसोर्सका भनाइ हुन्। मैले चाहिँ यसलाई जस्ट कोहेरेन्स स्ट्रक्चरमा ल्याएको मात्रै हो। र यो रिसोर्समा गएर फर्दर जसले अझ एक्सप्लोर गर्न चाहनुहुन्छ उहाँले यो रिसर्चमा एक्सप्लोर गर्न सक्नुहुन्छ। मैले अलि धेरै नै समय लिएँ। मैले भनेका कुराहरू यहाँ समक्ष सन्दर्भ सामग्रीहरू राखे पनि, र हजुरको धैर्यता र सहभागिताको लागि धेरै धेरै धन्यवाद। अब हामी हजुरका प्रश्न, जिज्ञासा र अनुभवमा लाग्नेछौँ। थ्याङ्क यू भेरी मच। द फ्लोर इज ओपन फर यू। थ्याङ्क यू रामु सर, एकदमै धेरै धेरै धन्यवाद। एकदमै समय सान्दर्भिक र उपयुक्त प्रस्तुति, इफेक्टिभ प्रस्तुतिको लागि।
अब मैले धेरै भूमिका नबाँधिकन उपस्थित सर म्यामहरूलाई चाहिँ आफ्नो जिज्ञासा राख्नु अनुरोध गरेँ। ह्यान्ड रेज गरेर हजुरहरूले आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ। केशव राज भट्ट सर ए हस् अनम्युट गरेर धन्यवाद हजुरले आफ्नो धन्यवाद कुरा म्याम। राख्नु म मिल्दो रहेछ। सुनिन्छ मेरो बोलेको? सुनिएको छ सर। ए एकदम धन्यवाद म्यामलाई पनि प्लस चाहिँ हाम्रो सरलाई चाहिँ अब यो विशेष गरी चाहिँ राम सर जसले एकदमै यो कम्प्रिहेन्सिभ प्रेजेन्टेसन चाहिँ ल्याउनु भएको छ। यसले हामीलाई पनि यो विषयमा चाहिँ अझ सिक्न बुझ्न चाहिँ सजिलो भएको छ। मेरो एक दुईवटा जिज्ञासाहरू खास अब यो सर यो विषयको विज्ञ पनि भएको कारणले गर्दाखेरि चाहिँ यो स्कुल लेभलको एजुकेसनमा खास गरिकन एआईसँग सम्बन्धित चाहिँ पोलिसीहरू कस्तो खाले चाहिँ छ, त्यसमा पनि विशेष गरेर चाहिँ नि यो अहिले पोलिसी ग्यापहरू चाहिँ के हो? दुईटा जिज्ञासा। एउटा मलाई मेरो रिफ्लेक्सन चाहिँ के हो भन्दाखेरि चाहिँ अब यो गभर्मेन्टले झन्नै अहिले 10,000 भन्दा बढी कम्युनिटी स्कुलमा चाहिँ एआई यो के अरे इन्टरनेट कनेक्टिभिटी र डिजिटलाइजेसनको कुरा चाहिँ गरिराखेको चाहिँ छ। यो सन्दर्भमा टिचरको क्यापासिटी, रेडिनेस होइन यस्तो खाले विषयवस्तुहरू चाहिँ यो विषयमा फाउन्डेसनको कामै नभइकन गर्दाखेरि चाहिँ नि यसले चाहिँ नि हाम्रो जुन लक्ष्य छ त्यो प्राप्त गर्नमा चाहिँ च्यालेन्ज हुन्छ जस्तो चाहिँ लाग्छ मलाई चाहिँ। किनभने अब अहिले हाम्रोमा चाहिँ नेट जोड्ने भनेको हेडमास्टरको कक्षा कोठामा अर्थात् हेडमास्टरको रुममा अर्थात् चाहिँ नि कुनै एउटा ठाउँमा राख्ने, त्यसपछि आएर हाम्रो स्कुलमा चाहिँ इन्टरनेट छ भन्ने किसिमको चाहिँ नि भाष्य चाहिँ निर्माण गरेर चाहिँ बन्या चाहिँ छ। त्यसले गर्दाखेरि रियल जुन चाहिँ एजुकेसनमा डिजिटलाइजेसनको कुरा चाहिँ हो अर्थात् एआईको युजको कुरा चाहिँ हो, त्यो कुरा चाहिँ एकदम धेरै च्यालेन्जिङ चाहिँ देखिन्छ होइन। त्यो सन्दर्भमा सरको चाहिँ रिफ्लेक्सन ल एक्सपिरियन्सेसहरू केही भयो भने पनि द्याट वुड बी भेरी हेल्पफुल टु अन्डरस्ट्यान्ड द रियल सिचुएसन है। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर द क्वेसन सर। सरले भन्ने कुरा एकदम सही नै हो। स्कुल लेभलमा अब हाम्रो नेसनल करिकुलम फ्रेमवर्कले एआई पोलिसीहरूले स्कुल लेभलदेखि नै एआई लिटरेसी हुनुपर्छ भनेर त त्यहाँ भनिएको छ। तर हाम्रो करिकुलममा चाहिँ एआई इन्टिग्रेट गर्ने अझै पनि त्यस्तो अवस्था आइसकेको छैन। अब कतिपय स्कुलमा मैले के देख्छु भन्दाखेरि कम्प्युटर टिचरहरूलाई नै इनिसिएट गरेर टिचरको प्रोफेसनल डेभलपमेन्ट गराउनु पनि भएको छ। मैले पनि कतिपय स्कुलहरूमा फेसिलिटेसन गर्न जाँदाखेरि त्यो पाएको छु। त्यो पनि एउटा राम्रो प्र्याक्टिस चाहिँ हो। तर त्यसका लागि एडमिनिस्ट्रेसन उत्तिकै जिम्मेदार र उत्तिकै रेस्पोन्सिबल चाहिँ हुन्छन्। र मैले यहाँ के पनि देख्छु भन्दाखेरि जहाँ एडमिनिस्ट्रेसन अलिकति यस्ता कुराहरूलाई इनोभेसनलाई अलिकति फेसिलिटेट गर्ने, अलिकति मोटिभेट गर्ने, त्यो संस्थाहरूमा चाहिँ अलिकति टिचरले पनि आफ्नो एक्स्ट्रा टाइम डिभोट गरेर सिक्न खोज्ने देखेछु। नत्र जनरली अब धेरैमा चाहिँ यो फर्मल्ली गएको चाहिँ मैले पनि देखाएको छैन सर। यसले गर्दा हजुरले भने जस्तो यो पक्का पनि छ। यो खाडल पुर्नलाई चाहिँ हामीले मैले देखेको चाहिँ पोलिसी कुर्न भन्दा पनि इन्स्टिट्युसन लेभलबाटै हामीले यसलाई लाग्नुपर्छ। किन भन्दा जेनेरेटिभ एआई आउँदा बित्तिकै यति धेरै एडप्सन भयो। 90 सुरुको आएको 6 महिनामै 23%बाट 3 महिनामा 23%बाट 6-7 महिनामा लगभग 90%तिर पुग्यो। त्यसले त पोलिसी कुरेर त बसेन। हामीले पोलिसी किन कुर्ने भन्छु म चाहिँ। हामीले चाहिँ आफ्नो स्तरबाट जे गर्न सकिन्छ, जे इनिसिएट गर्न सकिन्छ त्यहाँबाट नै गरियो भने बेस्ट हुन्छ जस्तो लाग्छ सर मलाई चाहिँ। अब किनभने हाम्रामा नि रिसर्च पर्सन त केही न केही त छन्, उहाँहरूलाई युटिलाइज गर्ने। उहाँहरूलाई सकिन्न भने अब हाम्रो युजिसीका त्यहाँ प्रोग्रामहरू कतिपय फन्डिङ नै छन्, त्यो ल्याउन सकियो। मलाई के लाग्छ भन्दाखेरि एटलिस्ट एडमिनिस्ट्रेसनले चाह्यो भने असम्भव कुरा चाहिँ केही पनि छैन भन्ने लाग्छ मलाई चाहिँ। यही नै राखेँ सर। मैले कतिको क्लियर गरेँ सरलाई खै? हस्, थ्याङ्क यू सो मच सर। थ्याङ्क यू सर। कृपया आफ्नो अनुभवहरू पनि सेयर गर्नु होला। किन भन्दा कतिपय कुरा यहाँ आउन नसकेका हुन सक्छन्, कतिपय संस्थागत कुराहरू, रिसर्चका कुराहरू यहाँ नभएका नै हुन सक्छन्। हजुरलाई लागेको छ भने राखिदिनु होला। अरू सर म्यामहरू? हजुर नमस्कार अन्त म्याम राम सर। नमस्कार म्याम। हात चाहिँ उठाउनु पाएन, यहाँ मेरो कता कता गइरहेको छ, धेरै चिज खोलिरहेको भयो ठिक छ म्याम, आवाज सुनिएको छ भन्नु है। श्रीकृष्ण फर्स्ट अफ अल मैले टाइम पाएँ कि श्रीकृष्ण सरले, मैले हात चाहिँ उठाएको छैन ल। लीला म्याम, लीला म्याम हस्। हस्, लीला म्याम। म थोरै समय लिन्छु। महत्त्वपूर्ण कुराको उठान भएको छ।
र अघि भन्नुभयो जस्तै एउटा रिसर्चर्सको एङ्गलबाट तपाईँले व्याख्या गर्न खोज्नु भएको छ, त्यसको लागि धन्यवाद छ। र लास्ट पोइन्टमा चाहिँ मेरो खास क्वेसन भन्दा काइन्ड अफ टिप्पणी जस्तै छ। हामीले हिजो पोलिसी नआउँदै यति धेरै एडप्ट भएको छ भने किन पोलिसी कुर्ने भन्ने जो रेटोरिकल आर्गुमेन्ट राम सरको रह्यो, त्यो धेरै हदसम्म राइट हो। युज गरेपछि नै हाम्रो युज जति धेरै गर्यो त्यस पछाडि बल्ल यहाँनिर चाहिँ पोलिसी चाहिने रहेछ भन्ने थाहा हुन्छ है। त्यसकारण तर फेरि के होइन भने जब इन्स्टिट्युसनली युज गर्ने बाटोमा जान्छौँ, अहिले हामी इन्डिभिजुअली युज गर्न त मेरो आवाज सुनिरहेछ? सुनिरहेछु म। ओके, इन्डिभिजुअली युज गर्नको निमित्त त फर एक्जाम्पल हामीलाई पोलिसी कुर्नु परेन। म पर्सनलाइज्ड लर्निङ गर्छु, इन्डिभिजुअल युज गर्छु, मेरो हिसाबले कस्टमाइज गर्छु। वान, इट्स राइट। तर अब एकछिन तपाईँ स्कुलको प्रिन्सिपल भएर सोचौँ अथवा कलेजको प्रिन्सिपल भएर कलेजको रेक्टर भएर सोचौँ, त्यति बेला चाहिँ युनिभर्सिटीमा यसमा अब त्यो त मासमा जान्छ एकैचोटि भनेदेखि अब पोलिसी फर्मुलेट गर्न त ढिला भइसकेका छौँ हामी। र आइदर हामी मन पराउँ या आइदर मन नपराउँ, यसले कति धेरै यसको ड्रब्याक्स छ, यसले क्रिएटिभिटी नाश गर्दैछ, सोच्ने क्षमता नाश गर्दैछ, आदि 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 धेरै छन् यसका क्रिटिसिजमहरू। तर यो क्रिटिसिजमका बावजुद पनि अब के गर्न सक्दैनौँ भने यसको विकासलाई रोक्न सक्दैनौँ। किन रोक्न सक्दैनौँ भन्दा यो एउटा नलेज इकोनोमीका रूपमा पनि ठुलो इकोनोमीको रूपमा टेक्नोलोजी इकोनोमीका रूपमा पनि बढिसकेको भएर संसारमा सायद अब हामी कसैले रोक्न सक्दैनौँ। त्यसकारण हामीलाई यो एआई पोलिसी, त्यसको इथिक्स, त्यसको एउटा बााउन्ड्री क्रिएट गर्ने र अबको पेडागोजिकल ट्रेनिङ जो हुन्छ, अघि जो हजुरले भन्नुभएको छ कि अब चाहिँ तपाईँ मोर क्रिएटिभ कसरी बन्ने, कसरी बनाउने भन्ने जो क्वेसन छ त्यो चाहिँ सबैभन्दा अहम हुन्छ। र अबको ट्रेनिङ चाहिँ मेरो विचारमा अघि भने जस्तै एउटा प्रम्प्ट इन्जिनियरिङदेखि आदि आदि कुरा भए भनेदेखि अर्को चाहिँ हामी एज अ टिचर, एज अ हायर सेकेन्डरी होस् अथवा स्कुलको एजुकेसन होस्, स्टुडेन्ट्स र टिचर्सको चाहिँ यो लर्निङ क्रिएटिभिटी र सिक्ने सिकाउने मामलामा चाहिँ क्रिएटिभ र थिङ्किङ लेभलमा जोड दिने खालको कसरी बनाउने भन्ने चाहिँ सोच्न जरुरी छ र ढिला भयो भन्ने ठान्छु। सायद हजुरको आजको थिम पनि यहीतिर ओरिएन्ट छ। सो मेरो चाहिँ यहाँको आर्गुमेन्टसँग त्यति धेरै डेभिएट चाहिँ छैन। तर पोलिसी बनाउन चाहिँ एटलिस्ट एकदम क्लासरुममा पोलिसी होइन, एटलिस्ट एउटा सानो 4-5वटा क्लासहरूको एउटा पोलिसी, सो त्यो मिनिएचरदेखि नै हामीले स्टार्ट गर्न थाल्यौँ भने चाहिँ बन्छ कि। र एक खालको प्रेसर पनि चाहिन्छ हायर अथोरिटीहरूलाई टु वर्क सो इन्स्ट्यान्टली यसमा चाहिँ, नभए साह्रै नै ढिला हुन्छौँ हामी। बस, थ्याङ्क यू। हजुर म्याम, थ्याङ्क यू म्याम। किन भन्दा म्यामले एकदम यसलाई अझ बढी क्लियरिफाई गरिदिनु भयो। मैले इन्स्टिट्युसनल लेभलमा अफकोर्स वी निड पोलिसी, बट इन्डिभिजुअल लेभलमा चाहिँ वाइ आर यु वेटिङ फर पोलिसी भन्ने जस्तो कुरालाई नै मैले गर्न खोजेको थिएँ। म्यामले यसलाई अझ क्लियर पनि बनाइदिनु भयो, अझ मोर इन्साइटफुल कुराहरू पनि राखिदिनु भयो। थ्याङ्क यू भेरी मच म्याम। थ्याङ्क यू म्याम। श्री कृष्ण सर, अब सरको प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद। एकदमै रेलिभेन्ट इस्युमा चाहिँ सरले चाहिँ आफ्नो प्रस्तुति दिनुभयो। र मेरो जिज्ञासा के भन्दाखेरि अब हामी एआईलाई कसरी युज गर्नुपर्छ भन्ने मेरो धारणा होइन। जस्तो अब पहिले हामी 10 कक्षामा पढ्दाखेरि एसएलसी दिँदाखेरि होइन क्यालकुलेटर पनि प्रयोग गर्न पाइदिन्थ्यो नि होइन। किनकि क्यालकुलेटर प्रयोग गर्यो भने क्रिएटिभिटी मर्छ होइन, हिसाब आफै गर्नुपर्छ दिमाग लगाएर भन्ने खालको चाहिँ धारणा थियो। पछि क्यालकुलेटर प्रयोग गर्न दियो होइन। अब अहिले फेरि अब स्मार्ट वाचहरू होइन, मोबाइल फोनहरू ब्यान गरिएको छ परीक्षामा।
अब हामी टेक्नोलोजीबाट भाग्ने कि त्यसलाई चाहिँ अब वाइजली युज गर्ने भन्ने प्रश्न चाहिँ मुख्य हो के। वाइजली र इथिकल्ली होइन, त्यसको इथिकल्ली युज हुनु पर्यो र त्यसको वाइजली भनेको अर्थ चाहिँ हाम्रो समस्या समाधान गर्नको लागि प्रयोग गरिन्छ भने त त्यो त एकदमै राम्रो वरदान हो नि त एआई भनेको त होइन। तर धेरैको चाहिँ पर्सेप्सन मैले के पाउँछु बजारमा भन्दाखेरि एआई भनेको एकदमै यो नराम्रो कुरा हो, यो प्रयोग गर्न हुँदैन, क्रिएटिभिटी मर्छ भन्ने होइन। म त्यो पक्षमा छैन होइन। एआई भनेको एकदमै राम्रो इनोभेसन हो जस्तो लाग्छ कि मलाई होइन। घन्टौँ दिनौँ लाग्ने कुरालाई यसले चाहिँ प्रम्प्ट राम्रो दिने भने उतिखेर सल्भ गरिदिन्छ भनेपछि अब हाम्रो जुन सोचाइको स्तर छ र हाम्रो जुन प्र्याक्टिस छ अब त्यो प्याराडाइम सिफ्ट हुनु जरुरी छ क्या होइन। अब हामीले एआईलाई कसरी राम्रोसँग युज गर्न सकिन्छ भन्नेतर्फ नै हाम्रो सोचाइ पोलिसिजहरू त्यता केन्द्रित हुनुपर्छ र एआईको युजको स्कोप चाहिँ एकदमै धेरै छ। त्यही भएर हामीले कसरी युज गर्ने भन्दा पनि अब यो रेस्ट्रिक्सन पोलिसी मात्रै बनाउनुपर्छ कि रेस्ट्रिक्टेड एरियाजहरू के हो, केमा प्रयोग गर्न नहुने मात्रै भन्दै हुन्छ क्या, बाँकी सबैमा प्रयोग गर्न मिल्छ भन्दै हुन्छ। किनकि योमा गर्नुपर्छ भन्यो भने हजारौँ तपाईँको एरिया होला होइन, त्यतातर्फ जानु हुँदैन। यसको नेगेटिभ इम्प्याक्ट होइन, त्यो एआई इन्सिडेन्ट रेकर्ड्सहरू विभिन्न संस्थाहरूले गरिरहेको छ, ओइसिडी लगायत गरेर। अब एआईको चाहिँ नेगेटिभ इम्प्याक्ट के छ त ह्युमन सोसाइटीमा हो, त्यसलाई चाहिँ हामीले रिसर्चको माध्यमबाट त्यो चाहिँ डेटाहरू चाहिँ लिनु जरुरी हुन्छ होइन। मान्छे अब ब्रेन एकदम एडिक्सनै भएर तपाईँको कुनै एक्सिडेन्टै हुने, सुसाइडै गर्ने त्यस्तो अवस्थामा पनि पुग्न सक्छ। त्यसलाई चाहिँ त्यो केसहरूलाई हामीले चाहिँ एकुमुलेट गरेर त्यसको आधारमा पोलिसिजहरू एआई रेस्ट्रिक्सन पोलिसी चाहिँ बनाउनुपर्छ जस्तो लाग्छ है मलाई, मेरो विचारमा है। नम्बर 1। नम्बर 2, अब हामीले अघिल्लो प्रेजेन्टेसनमा पनि डिस्कसन गरेका थियौँ जस्तो अब तपाईँको टिचरको रोल, स्कुलको रोल अब सिफ्ट हुनु जरुरी छ क्या होइन। अब हामीले त्यही किताब पढाउने, त्यही एन्सर लेखाउने होइन क्या विद्यार्थीलाई। त्यो एआईले त्योभन्दा फास्ट टिचरले भन्दा राम्रो नोट दिन्छ भने किन टिचरले नोट लेखाउनु पर्यो भाइ। अब विद्यार्थीलाई त अरू काममा हामी लगाउन सकिन्छ नि त होइन। एउटा कुरा चाहिँ त्यो चाहिँ अब हाम्रो करिकुलम एकदम ट्रान्सफर्मेटिभ तरिकाले नै परिवर्तन हुनु जरुरी छ। यो टालटुले तरिकाले होइन कि एकदमै ड्रास्टिकल्ली नै चेन्ज हुनु जरुरी छ। होइन भने अब विद्यार्थी अगाडि टिचर पछाडि भएको अवस्था छ क्या अहिले कतिपय कम्प्युटरमा, खास गरेर होइन कतिपय स्कुलमा स्टुडेन्ट अगाडि टिचर पछाडि छ। टिचरले त्यही किताबको कुरा पढाउँछ, करिकुलम यो छ भनेर, अब विद्यार्थीले कहाँ नेट सर्फ गरेर त्यो कुराहरू ल्याएर होइन टिचरलाई क्वेसन सोध्छ भनेपछि अब टिचरको रोल अब चेन्ज हुने कि नहुने होइन। यो चाहिँ एकदमै ठुलो प्रश्न छ। करिकुलम पनि रिफर्म हुनु पर्यो। करिकुलम गाइडलाइन्स मात्रै बनाउने हो कि अब हामीले, त्यो टेक्स्ट बुकहरू अब त्यो विद्यार्थीलाई प्रिस्क्राइब गर्नु जरुरी छैन। त्यो टिचरले नै कस्टमाइज गर्छ क्या, कुन टेक्स्ट बुक लगाउने, कतिवटा रेफरेन्स बुक हेर्ने, के आर्टिकल हेर्ने, के डेभलपमेन्ट भएको छ, त्यो टिचरलाई त्यो चाहिँ हामीले दियो भने होइन, अधिकार दियो भने राम्रो हुन्छ होला। र अर्को कुरा चाहिँ अब जस्तो बेन्जामिन ब्लुम्सको विभिन्न अब टेक्सोनोमिजहरूको कुरा हामी गर्छौँ, अब त्यो पनि आउटडेटेड भइसक्यो क्या अब होइन। त्यो एकदम पर्सनल डेभलपमेन्टको लेभलमा नलेजसँग रिलेटेड बढी छ। अब एआईले जस्तो खेत जोत्न सक्दैन नि त होइन, धान काट्न सक्दैन, भात पकाउन सक्दैन। एआई अब हामी प्र्याक्टिकल थियोरी टु प्र्याक्टिसमा जानु पऱ्यो क्या, सिफ्ट हुनु पऱ्यो। अब विद्यार्थीलाई अब हामी काम गराउने स्कुलमा होइन, काम गराउने। अनि त्यो काम गराउँदाखेरि अब बेस्ट तरिकाले कसरी गर्न सक्छ ल एआईलाई सोध भन्ने होइन। अनि एआईबाट उसले सोध्छ, च्याटजिपिटीले सोध्छ, अनि त्यसलाई बेस्ट तरिकाले कसरी गर्ने, अनि त्यसलाई काम गराएर मात्रै इभ्यालुएसन गर्ने। त्यो गरियो भने के हुन्छ त, अब विद्यार्थी कामसँग जोडिने सम्भावना हुन्छ। त्यो भने प्र्याक्टिकली उसको लाइफ झन् राम्रो हुनसक्छ होइन। तसर्थ मेरो विचारमा सरको प्रस्तुति राम्रो छ। अब यसलाई हामी सबै मिलेर चाहिँ एउटा नेपालमा युनिभर्सिटी लेभलमा एउटा गाइडलाइन्स बनाउन एकदमै नितान्त जरुरी छ। होइन भने अब कुनै युनिभर्सिटीले एउटा किसिमले बनाउला, अर्कोले अर्को किसिमले बनाउला, विद्यार्थी अन्नलमा छन् होइन, कति युज गर्ने हो, के युज गर्ने हो, गर्ने हो कि नगर्ने होइन। यस्तोको दुविधा हुनुको कारण चाहिँ अब हामीले प्रष्ट त्यसको चाहिँ पोलिसिजहरू, गाइडलाइन्सहरू बनाउनु जरुरी छ। र गाइडलाइन्स बनाउँदा मैले अघि नै भने होइन, रेस्ट्रिक्सन एरियाहरू के हो त्यसलाई चाहिँ हाइलाइट गरेर बनाए हुन्छ, अरू पर्दैन, अरू चाहिँ पुरै छोडिदिए हुन्छ होइन। राम्रोको लागि युज गर्न किन नमिल्ने होइन। टेक्नोलोजी भनेको त राम्रोको लागि युज गर्न त मिल्यो नि त, त्यसको नराम्रो युज पो गर्नु भएन त होइन।
हो त्यो चाहिँ मेरो विचार हो। यति नै भन्न चाहे अहिले है। धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर द इन्साइट सर। अफकोर्स हाम्रो हबर्मासले पनि त्यही भन्नुहुन्छ, इमेन्सिपेटरी इन्ट्रेस्टलाई बढी फोकस गर्नुपर्छ भन्नुहुन्छ, लिबरेसनलाई बढी फोकस गर्नुपर्छ भन्नुहुन्छ। अब एआई आफैमा स्वत रूपमा टेक्निकल प्रोफाइलको हो नि त, त्यो भएर यसको टेक्निकल एक्जिक्युसन चाहिँ राम्रो हुन्छ। तर इमेन्सिपेटरी जस्तो अब लर्निङ डोमेनकै कुरा गर्ने हो भने यसले साइकोमोटर कुराहरू गाह्रो छ, इमोसनल कुराहरू गाह्रो छ होइन। एक्जिक्युटिभ र टेक्निकल कुराहरूलाई नै सपोर्ट बढी गर्न सक्छ। त्यो भएर सरले भनेको कुरा नि सही हो। अब पोलिसीको लागि हामीले एटलिस्ट रसल्स ग्रुपले चाहिँ एटलिस्ट युनिभर्सिटी लेभलमा धेरै नसके नि दुईवटा युनिभर्सिटीले आपसमा टियु र केयु जेनरली मुख्यतः रेफर गर्छ मान्छेले, टियु र केयु नै मिलेर बनाउने हो भने पनि एटलिस्ट एउटा खाका सरले भने चाहिँ वाट सुड नट बी डन इन एकाडेमिक्स मात्रै गरिदिए हुन्छ, अरू त जति पनि छ होइन। त्यो भएर यति मात्रै गर्न सकियो भने पनि हो। तर हामी धेरै ढिला भइसकेका छौँ। अब स्टेक होल्डर्सहरू जो हुनुहुन्छ, इनिसिएटरहरू जो हुनुहुन्छ, उहाँहरूलाई हामीले अपिल नगर्न सकिन्छ। यस्तै छ सर। अब हेरौँ सरहरूकै यस्तै कुराहरूले स्टेक होल्डरहरू पनि अगाडि बढ्नुहुन्छ कि जस्तो लाग्छ हामीलाई। थ्याङ्क यू सर, थ्याङ्क यू भेरी मच फर द इन्साइट। धन्यवाद सर। थ्याङ्क यू श्रीकृष्ण सर। अरू कोही सर म्यामहरू हुनुहुन्छ जिज्ञासाको लागि? भानु सर। धन्यवाद म्याडम। रामु सरलाई पनि धेरै धेरै धन्यवाद, एकदम उत्कृष्ट प्रेजेन्टेसन गर्नुभएको छ। म लीला म्याडमको कुरालाई सपोर्ट गर्दै यहाँनिर पोलिसी बनाउनलाई ढिला भइसकेको नै छ, यो कुरा चाहिँ हामी सबैले ख्याल गर्नुपर्ने पनि छ। त्यो सँगसँगै श्रीकृष्ण सरले केही कुरा उठान गर्नुभएको छ, केही कुरा म त्यसमा मेरो विमति पनि छ। त्यहाँनिर एआई इन्टिग्रेसन एजुकेसनको सेक्टरमा एआई इन्टिग्रेसनमा पोलिसी नितान्त आवश्यक नै छ। तर पोलिसी बनाउन भन्दा पहिला हामीले राम सरले भनेको जस्तै केही कुराहरू हामी आफैले पनि गर्न सकिन्छ भन्ने कुरा छ, त्यो गर्नु नै पर्ने छ। अहिले मैले राम सरले अरू कसैले क्लासरुममा अथवा हायर एजुकेसनमा होस् अथवा स्कुल लेभलमा त्यो इम्प्लिमेन्टेसन अहिले हाम्रो लेभलबाट गरिहाल्नु पर्ने छ कि। जस्तो अहिलेका हाम्रो एसाइनमेन्टहरू छन्, त्यो एसाइनमेन्टहरूको स्वरूप परिवर्तन गर्नुपर्ने नै छ, तत्कालै गर्नुपर्ने छ। त्यो भनेको तपाईँ हाम्रो लेभलबाट हुनुपर्ने कुराहरू छ। एसाइनमेन्टको स्वरूप अहिले विद्यार्थीले जस्तो एआईबाट एसाइनमेन्ट लिएर आउँछ, टिचरले खासै त्यो कुरा टिचरको भन्दा राम्रो लिएर आउँछ भन्ने कुरा आयो। यो कुरालाई चाहिँ रोक्नुपर्ने छ कि, भनेको यसको मोड्युल परिवर्तन गर्नुपर्ने छ। एसाइनमेन्टको मोड्युललाई चाहिँ तत्कालै परिवर्तन गर्नुपर्ने छ। यसले शिक्षण सिकाइलाई दुईटै कुरालाई चाहिँ यसले के गरेको छ, असर गरिरहेको छ। अब यहाँनिर थोरै कुरा टिचरको रिप्लेसमेन्टको कुरा पनि आयो। एआईले कतै टिचरलाई रिप्लेसमेन्ट गर्ने हो कि भन्ने कुरा आयो। होइन, मैले चाहिँ त्यो कोडबाट देख्दिनँ। एआईले टिचरलाई रिप्लेसमेन्ट भन्दा पनि एआईले चाहिँ टिचरलाई अझ टिचरको भूमिकालाई बलियो बनाउँदैछ कि जस्तो लाग्दैछ मलाई। एआई नै सक्थोक होइन, एआईले दिएको कुरा टिचरले त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा। टिचर त अब झन् स्ट्रङ भएर आउँदैछ, टिचर त चाहिएको छ। एआईले हिजो भएको ट्रेडिसनल लर्निङ मेथडमा चाहिँ टिचर बरु विक थियो, अब झन् स्ट्रङ हुँदै गइरहेछ। के कुरामा त भन्दा एआईले लिएर आएको कुरालाई विद्यार्थीलाई हामीले क्वेसन रेज गर्न सक्नु पर्यो नि त। वाइ, कसरी, किन, कसरी तिमीले के कुरा लिएर आयो, प्रुभ गर, प्र्याक्टिकली प्रुभ गर, क्रिटिकली थिङ्किङ गर भनेर टिचरलाई त अब फिजिकल क्लास चाहिएको छ कि। हिजो हामी अनलाइन क्लास यो त्यो डिजिटल कुराहरू गरिरहेको थियौँ भने अब फिजिकल क्लासको निड भइरहेको छ। एआईले गर्दाखेरि फिजिकल्ली उसलाई टेस्ट गर्नुपर्ने छ विद्यार्थीहरूलाई, त्यो कुरा भइरहेको छ। त्यस्तै गरेर इभ्यालुएसनको पार्टमा पनि तत्कालै हामीले हाम्रो पार्टबाट पोलिसी बन्नुभन्दा अगाडि के गर्न सकिन्छ जस्तो लाग्छ भने इभ्यालुएसन नै दुई तरिकाले गर्न सकियो नि त। एउटा हामीले चाहिँ एआईका एक्टिभिटीहरू एआई थ्रु एआई पनि सिकाउनु पर्ने छ, सँगसँगै हामीले उनीहरूको सेल्फ लर्निङ क्रिटिकल थिङ्किङ पनि बढाउनु पर्ने छ भने उनीहरूको इभ्यालुएसन चाहिँ एआई एक्टिभिटीहरू गराइदिने एक थरी। एआईबाट तपाईँ तिमीहरूले के गर्न सक्छौ, सरले भनेको जस्तो श्रीकृष्ण सरले चाहिँ यस्तो काम तिमीहरूले कसरी गर्न सक्छौ एआई प्रयोग गरेर भन्ने टाइपको एउटा एक्टिभिटी दिन सक्यो भने अर्को एक्टिभिटी कम्प्लिटली एआई फ्री एक्टिभिटी पनि दिनुपर्ने हुन्छ। यो कुरा हामीले चाहिँ बिर्सिनु हुँदैन। यो कुरा बिर्स्यौँ भने अब यो विद्यार्थीहरूको यो सिकाइ प्रक्रिया र हाम्रा टिचरहरू नै भनौँ न, हाम्रो चाहिँ त्यो लर्निङ गर्ने तरिका कहाँ पुग्छ भन्ने कुरा नि यो एउटा एक्सिडेन्ट हुनसक्छ। एआई फ्री एक्टिभिटी पनि अहिले अनिवार्य भएको छ, गराउनु नै पर्ने छ। दुईटै कुरालाई ब्यालेन्स गरेर जानुपर्ने केस छ।
अब यो कुरा पहिलो एआई बुझ्नु पर्यो। एआई बुझिसकेपछि एआईको प्रयोगलाई कसरी घटाउने भनेर पनि बुझ्नुपर्ने छ कि यहाँ त्यस्तो पो छ। प्रयोग पनि गर्नुपर्ने छ, सँगसँगै प्रयोगलाई घटाउनु पनि पर्ने छ। यी दुईटै कुरालाई ब्यालेन्स गर्दै अब यो एआईलाई त एसिस्टको रूपमा मात्रै प्रयोग गर्ने है भनेर त्यो कसले बुझाउने? हामी त मान्दैनौँ नि त। म मान्दिनँ, म किताब पढ्न मान्दिनँ, मैले सेल्फ नलेज जेनेरेट गर्न म मान्दिनँ, मेरो मनले मान्दैन। म त छिटो छिटो गर्न खोज्छु नि सबै काम, छिटो हुँदैमा त्यो काम चाहिँ। अब यो कुरा चाहिँ एजुकेसन सेक्टरमा कतिको इम्प्लिमेन्ट हुन्छ भन्ने कुरा पनि हो। काम फास्ट हुँदैमा चाहिँ त्यसले चाहिँ राम्रो इम्प्याक्ट पार्छ भन्ने पनि होइन। त्यही भएर यसलाई नलेज जेनेरेट भन्दा पनि आफ्नो चाहिँ नलेज एसिस्टेन्टको रूपमा मात्रै प्रयोग गर्नु पर्यो। यो कुरा चाहिँ हामी सबैले सिक्नुपर्ने र सिकाउनु पर्ने छ। त्यही भएर अब यहाँनिर आएर प्रत्यक्ष मूल्याङ्कन गर्नुपर्ने देखिन्छ। जब एआईको हामीले प्रयोग गरिराखेका छौँ, अब हामी कहाँ गयौँ त भन्दा फिजिकल, अनलाइन होइन के, अब फिजिकलमा गयौँ। सहमत हुनुहुन्छ कि हुनुहुँदैन? फिजिकल इभ्यालुएसनको विकल्प छैन। त्यो भएको भएर अब यो दुईटै मोडमा जानुपर्छ जस्तो लाग्छ। मैले यति नै आफ्नो विचार राखेँ। धन्यवाद। थ्याङ्क यू भानु सर, एकदम यो सही कुरा भन्नुभयो। किन भन्दा हामी अहिले यहाँ कम्प्युटर बेस्ड लर्निङ भन्दै अगाडि बढेका छौँ। वेस्टर्नर्सहरू कम्प्युटर बेस्ड लर्निङ छोडेर फेरि टिचर स्टुडेन्ट इन्टरेक्सन फिजिकल क्लासमा आइसकेका छन्। त्यो पनि एउटा यथार्थ हो फेरि। र जस्तो एआईकै प्रयोगको लागि सरले भने चाहिँ केही यस्ता फिल्ड्सहरू छन् जहाँ एआईलाई स्ट्रङली अपोज गर्छन्, जस्तो भिजुअल आर्ट्स र डिजाइन। जबकि एआईले गर्छ तर त्यो एस्थेटिक फिल आउँदैन भन्ने कुराले यो फिल्डका मान्छेहरूले स्ट्रङली एआई युज हुनु हुँदैन भन्छन्। त्यस्तै गरेर पर्फर्मिङ आर्ट्स एन्ड एक्टिङ, एआईले क्यारेक्टर त जेनेरेट गर्दैन तर त्यो रियल एक्टिङ, त्यो रियल सिनारियो, त्यो कम्प्यासन, त्यो जज्बा त आउँदैन। त्यही भएर यस्ता फिल्डहरूमा चाहिँ एआई स्ट्रङली ब्यान्डै हुनुपर्छ भन्ने पनि तर्कहरू छन्। सरले ठ्याक्क त्यो एआई युज गर्ने र नगर्ने भन्दाखेरि यो ठ्याक्क एड गर्न मन लाग्यो। थ्याङ्क यू भानु सर, तपाईँको एकदम राम्रो कुरा ल्याउनु भयो, त्यसमा पनि आभारी छु। अब समय समाप्त हुन लाग्छ। अरू केही छ कि कसैको अनुभव? आजको यो एकदमै उत्कृष्ट प्रस्तुतिको लागि रामु खड्का सरलाई साथसाथै क्वेसन अथवा जिज्ञासा र थप टिप्पणी राख्नु भएकोमा भानु सर, श्रीकृष्ण सर, लीला म्याम, केशव सरलाई चाहिँ धन्यवाद भन्दै आजको सम्पन्न भएको जानकारी गराउँदछु। हस्।